यं ब्रह्मा वरुणेन्द्ररुद्रमरुतः स्तुन्वन्ति दिव्यैः स्तवैर्वेदैः साङ्गपदक्रमोपनिषदैर्गायन्ति यं सामगाः। ध्यानावस्थिततद्गतेन मनसा पश्यन्ति यं योगिनो यस्यान्तं न विदुः सुरासुरगणा देवाय तस्मै नमः। श्रीमच्चन्दनचर्चितोज्ज्वलवपु शुक्लाम्बरा मल्लिका मालालङ्कृतकुण्डला प्रविलसन् मुक्तावली शोभिता। सर्वज्ञाननिदानपुस्तकधरा रुद्राक्षमालाकरा वाग्देवी वदनाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरं। मूकं करोति वाचालं पङ्गुं लङ्घयते गिरिं यत्कृपातमहं वन्दे परमानन्दमाधवं। नमो भगवते तस्मै व्यासायामित तेजसे यस्य प्रसादाद् वक्ष्यामि नारायणकथामिमाम्। नारायणं नमस्कृत्य नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत्। देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत्। श्री स्वस्थानी परमेश्वर्यै नमो नमः। अथ प्रथमोऽध्यायः। श्री स्वस्थानी व्रत कथा को पहिलो अध्यायमा पूर्वकालमा समस्त मुनिहरूमा सबै प्रकारले ख्याति प्राप्त गर्नुभएका अगस्त्य मुनि आफ्नो आश्रममा तपस्यामा लीन हुनुहुन्थ्यो। तपस्यामा लीन भइरहेका बेलामा एक दिनको कुरा मयूरमा चढेर स्कन्द कुमार टुप्लुक्क त्यहीँ आइपुग्नुभयो, त्यहीँ पाल्नुभयो। अगस्त्य मुनिले देखेर सम्मानका साथमा आसनमा बसाली स्वागत र सत्कार गरिसके पछाडि नम्र बाणीमा प्रश्न गर्नुभयो। नम्र बाणीले सोध्नुभयो, हे कुमार, यो संसारको सृष्टि कसरी भयो यसको विषयमा जान्न इच्छा भयो। म उपर कृपा गरेर आज्ञा भएमा आफूलाई धन्य धन्य सम्झिने थिएँ। अगस्त्य ऋषिको यस्तो प्रकारको प्रश्नलाई सुनेर कुमारजी भन्नुहुन्छ, हे मुने, तिमी एकचित्त भएर सुन। म तिमीलाई सृष्टिको क्रम सुनाउँछु। यो सृष्टि प्रारम्भ हुँदा पहिले परब्रह्म परमात्माको इच्छा स्वयं स्फुरण हुना साथ त्यही इच्छाले प्रेरित समस्त गुणले युक्त ब्रह्मा विष्णु र शिव प्रकट हुनुभयो। तिनका शक्ति स्वरूप त्रिगुणले युक्त माया अथवा प्रकृति उत्पन्न भइन्। ती त्रिगुणात्मिका मायालाई जित्न अथवा बस पार्न अत्यन्त कठिन छ। उनै माया भन्दा पर प्रतिष्ठाले युक्त निवृत्ति नाम गरेको पद छ। त्यो भन्दा पनि पर शान्ति पद र ऊ भन्दा पनि पर शान्त्यतीत पद छ। त्यसपछि विद्या पद छ। विद्या पद भन्दा पनि पर निवृत्ति पद छ। जान्नेहरू त्यसैलाई मोक्ष पद पनि भनेर भन्दछन्। यो अत्यन्त संक्षेपमा भयो। अलि विस्तारले सृष्टिको क्रम बुझाउन र बुझ्न पनि निकै कठिन छ। संक्षेपमा भनेको कारण पनि मुख्य यही नै हो। प्रलय र सृष्टिको क्रम बेग्ला बेग्लै छ। एक नियमले सृष्टि हुन्छ र अर्को नियमले यो संसारको प्रलय हुन्छ। जो त्रिगुणात्मिका माया छन् ती शान्त्यतीत, शान्ति, विद्या, प्रतिष्ठा र निवृत्ति आदि पदमा रहन सक्दिनन्। माया भन्दा पनि टाढा रहने जो अव्यक्त छ त्यो आत्मामा विद्यमान छ। जीव अज्ञानी र प्रकृति जड हुनाले समस्त परमाणु अचेतन छन्। कारण बिना कुनै पनि कार्य हुन सक्दैन। यसै कारण जगतको अधिष्ठाता परमात्माको इच्छा बिना कुनै कार्य हुन सक्दैन। यो कुरा वेद र शास्त्रले पनि स्वीकारेका छन् तापनि
वेदान्त आदि शास्त्रहरूमा सबैको गति नपुग्ने हुनाले सबैलाई तुरुन्त निश्चय हुन सक्दैन। त्यसै कारण जन्म मरण रूप बन्धन नछुटेर त्यसैको सुख दुःख केवल अनुभव गर्ने जीवद्वारा यो संसारको क्रम चलिरहेको छ। यो क्रम कल्प कल्पको भेदले भिन्न भिन्न झैँ देखिने हुँदा अनेकौं कल्पमध्ये केवल पद्मकल्पको मात्र वर्णन गर्दछु। ब्रह्मा विष्णु शिव एकै हुनुहुन्छ। उहाँहरूमा सानो र ठुलो भन्ने कुनै पनि प्रकारको भेद छैन। हे मुनि, सृष्टि गर्ने चतुर्मुख ब्रह्माजी हुनुभयो, पालन गर्ने भगवान विष्णु र संहार गर्ने भगवान रुद्र हुनुभयो। विष्णु र शिवका आयुको अवधि वा प्रमाण छैन। ब्रह्माको 100 वर्षलाई परमायु भनेर कहिन्छ। उनको प्रथम 50 वर्षलाई परार्ध भन्दछन्। 100 वर्ष पुगेपछि ब्रह्माको पनि नाश हुन्छ अथवा यो संसार प्रलय हुन्छ। प्रलय भइसके पछाडि समस्त संसार र यसमा रहेका वस्तुहरू केही पनि रहन्न अनि ईश्वरद्वारा अर्को सृष्टिको क्रम आरम्भ हुन्छ। त्यो नयाँ सृष्टि पनि अगाडि जुन क्रमले चलेको थियो सोही प्रकारले चल्न थाल्दछ। प्रलय चाहिँ यो संसारमा अनेक प्रकारले हुन्छ। ब्रह्माजीको पनि घर गृहस्थी सबै छ। उहाँले पनि खानुपर्छ, सुत्नु पर्दछ। ब्रह्माजी बस्ने लोकको नाम सत्यलोक हो। प्रातः काल हुँदा ब्रह्माले सृष्टि गर्नुहुन्छ। उहाँको एक दिनमै सत्य, त्रेता, द्वापर, कली 4 युग 72 पल्ट घुमिसक्दछन्। रात परेपछि प्रलय गर्दछन्। यही क्रमले जब ब्रह्माको 100 वर्ष पुग्दछ तब महाप्रलय हुन्छ। यसरी ब्रह्माजीको 100 वर्ष पुगिसके पछाडि महाप्रलयको प्राप्त हुन्छ। त्यस महाप्रलयपछि फेरि पहिले जस्तै रजोगुणले युक्त ब्रह्मा उत्पन्न गराई अहङ्कार र पञ्चमहाभूत, ज्ञानेन्द्रिय, कर्मेन्द्रिय, पञ्चतन मात्रा, शब्द रूप रसगन्धले युक्त एउटा अण्ड उत्पन्न हुन्छ वा बन्दछ। त्यो अण्ड ब्रह्ममय हुनाले त्यसको नाम ब्रह्माण्ड रहेको हो। त्यही अण्ड फुटेर 2 भाग भइसके पछाडि एक भागको प्रकृति र अर्को भागको पुरुष बन्दछ। त्यसैबाट प्रथम सृष्टि चतुर्मुख ब्रह्मा हुनुभयो। पालन गर्ने अनन्त कोटि ब्रह्माण्डका स्वामी भगवान विष्णु हुनुभयो र संहार गर्ने महारुद्र हुनुभयो। यिनैले यो सृष्टिको कार्यलाई निर्बाध गतिले गर्दछन्। जसको इच्छाले त्यो अण्डको उत्पत्ति हुन्छ। त्यस परब्रह्म परमात्मालाई त्रिगुण, गुणातीत, चतुर्व्यूह, अनादि अजन्मा हिरण्यगर्भ, प्रजापति आदि भन्दछन्। सुमेरु पर्वत समुद्रको बीचमा समस्त जीवहरू गर्भाशयमा बालक रहे जस्तै रहेका छन्। सूर्य, चन्द्र, ग्रह, नक्षत्र आदि पनि त्यही सुमेरुको चारैतिर स्थित छन्। निराकार आकाश पनि त्रिगुणात्मिका माया र पञ्चमहाभूतले बेरिए झैँ भएर आकारवान अर्थात् एक रूपबाट अर्को रूप देखिन्छ। तर त्यस आकाशलाई राम्ररी विचार गर्दा आदि मध्य अन्त्य नभएको अनादि अनन्त परमेश्वरको लीला मात्र हो। यो संसार नै भ्रान्तिको रूप हो, किनकि उनै ईश्वरको इच्छाले सृष्टि, स्थिति र संहार हुन्छ। धागोमा दाना उनिए झैँ यो संसार परब्रह्ममा उनिएको छ। अनन्त कोटि ब्रह्माण्डको गणना गर्न सकिन्न। जति ब्रह्माण्ड छन् उति नै ब्रह्मा, विष्णु, शिव, चन्द्र, सूर्य, इन्द्र, दिक्पालहरू पनि भिन्न भिन्न छन्। जस्तै स्वप्नमा देखिएका अनेकौं सुख दुःखको अनुभव जागा हुनासाथ केही पनि रहन्न। त्यस्तै यो मिथ्या अनित्य संसारको सुख दुःख पनि स्वप्न जस्तै छ। सुख दुःख त मनले मात्र अनुभव गर्दछ। त्यसको भागी जुन मन हो त्यसलाई आफ्नो बसमा राख्नु नै ईश्वर प्राप्तिको मुख्य बाटो हो भन्ने कुरा पण्डितजनहरूले, ज्ञानीजनहरूले, बुद्धिमानहरूले राम्रोसँग बुझ्नु पर्दछ। हे मुनि, तिमी पनि एकाग्र मनले तपस्या गर, अवश्यमेव सिद्धि मिल्नेछ। मैले यो सृष्टिको क्रम संक्षेपमा सुनाएँ। अब दोस्रो अध्यायमा पद्मकल्पको वर्णन गर्नेछु। ध्यानपूर्वक सुन भनेर कुमारजीले यसरी अगस्त्य नामरेका ऋषिलाई बताउनुभयो। जय जय श्री स्कंद पुराणे केदारखण्डे माघ महात्म्ये कुमार अगस्त्य संवादे
श्री स्वस्थानी परमेश्वर्या व्रतकथायां सृष्टिक्रमवर्णनं नाम प्रथमोऽध्यायः। अथ द्वितीयोऽध्यायः। श्री स्वस्थानी व्रतकथाको दोस्रो अध्यायमा कुमारजीले आज्ञा गर्नुहुन्छ, हे मुनि, अघि यो संसार जलमय छँदा विष्णु भगवानका नाभिबाट सहस्रदल कमल उत्पन्न भयो। त्यसै कमलमा बसेर ब्रह्माजीले सृष्टि गर्ने विचार गर्दै थिए। त्यही अवसरमा विष्णु भगवानको काने गुजीबाट अत्यन्त पराक्रमी मधु र कैटव नाम गरेका दुई वीर दैत्य उत्पन्न भए। ती दैत्यहरूले जलमय संसारमा कहाँ के छ भनेर घुम्दा ब्रह्माजी बसेको ठाउँमा पुगेर कमलको डाँठलाई समातेर माथि गएर हेर्दा ब्रह्माजीलाई देखे र उनलाई खसाल्नका निम्ति उनीहरू तयार भए। त्यो देखेर डराएका ब्रह्माजीले योगमाया भगवतीको आराधना गरे। योगमाया प्रकट भइसकेपछि ब्रह्माले हे ईश्वरी विष्णुलाई जागा गराइदिनुहोस् भनेर भने र उनले ब्रह्माको कष्टलाई बुझेर विष्णु भगवानलाई जागा गराइदिन्। भगवान जागा भएर हेर्दा ती मधु र कैटवलाई देखेर तत्कालै युद्ध गर्नका निम्ति अगाडि भगवान सर्नुभयो। दिव्य 5000 वर्षसम्म जलमा युद्ध भयो, तर पनि कसैको हार जित हुन सकेन। अनि विष्णुले, हे दानव हो, तिमीहरू अत्यन्त पराक्रमी रहेछौ, म अत्यन्त प्रसन्न भएँ, इच्छा भएको वरदान माग भनेर भन्दा अहङ्कारी मधु र कैटवले भन्दछन्, हे विष्णु, यस युद्धमा आज आएर हाम्रो जित भयो। तिमी हार्नेले के दिन सक्छौ र बरु तिमीलाई इच्छा लागेको वर हामीसँग माग। दैत्यहरूको त्यस्तो अभिमानपूर्ण कुरालाई सुनेर भगवान विष्णुले भन्नुभयो, पहिले वाचा गर अनि मात्रै मैले वरदान माग्नेछु। अनि दानवहरूले तिमीले जे मागे पनि अवश्य दिनेछौ भनेर वाचा गरिसके पछाडि विष्णु भगवानले भन्नुभयो, अरू के वरदान मागु र तिमीहरूसँग? तिमीहरू दुवैलाई म मार्दछु, मेरा हातबाट तिमीहरू मर भनेको सुनेर मधु र कैटवले भने, हे विष्णु, तिमी त छलिरहेछौ, कपट गरेर आज वरदान माग्यौ, बाचा हारेका हुनाले हामीले अवश्य दिन्छौँ। अब के गर्ने भनेर विचार गर्दा साराका सारा संसार जलमय देखेर उनीहरूले भन्दछन्, हे विष्णु, हामीलाई जल नभएको ठाउँमा लगेर मार। दैत्यहरूका त्यस्ता प्रकारका कुरालाई सुनेर भगवान विष्णुले आफ्नो काखमा राखेर सजिलैसित दुवैलाई मार्नुभयो, वध गर्नुभयो। तिनै दैत्यको बोसो शीतकालमा तुषारोले पानी जमे झैँ समुद्रको जलमा जमेर पृथ्वी भइन्। मासुले पर्वत र हाडले पत्थर भयो। त्यो देखेर ब्रह्माजीले सृष्टि गर्न भनेर पहिले 14 भुवनको सृष्टि गरे। कुन कुन भने भूरलोक, भुवरलोक, स्वरलोक, महरलोक, जनलोक, तपोलोक, सत्यलोक, यी माथिका। अनि अतल, बीतल, सुतल, तलातल, महातल, रसातल, पाताल, यति तलका जम्मा 14 भुवन। अनि द्वीपहरूको सृष्टि गरे। कुन कुन द्वीप भने जम्बुद्वीप, प्लक्षद्वीप, सालमली द्वीप, कुशद्वीप, क्रौञ्चद्वीप, शाकद्वीप अनि पुष्करद्वीप। त्यसपछि द्वीपहरूको सृजना गरिसकेपछि ब्रह्माजीले समुद्रको सृष्टि गरे। क्षारोद समुद्र, सुरोद समुद्र, इक्षुरसोद समुद्र, घृतोद समुद्र, दधिमण्डोद समुद्र, क्षीरोद समुद्र अनि शुद्धोद समुद्र। जम्बुद्वीप क्षारोद समुद्रले वेष्टित छ, त्यहाँ अग्निध्र नामुरेका राजाले राज्य गर्दछन्। प्लक्षद्वीप इक्षुरसोद समुद्रले वेष्टित छ, त्यहाँ इद्मजिह्व नामुरेका राजाले राज्य गर्दछन्। सालमली द्वीप सुरोद समुद्रले वेष्टित छ, त्यहाँ यज्ञबाहु नाम गरेका राजा छन्। कुशद्वीप घृतोद समुद्रले वेष्टित छ, त्यहाँ हिरण्यरेता नाम गरेका राजा छन्। क्रौञ्चद्वीप क्षीरोद समुद्रले बेरिएको छ, त्यहाँ धृतपृष्ठ नाम गरेका राजा छन्। शाकद्वीप दधिमण्डोद समुद्रले वेष्टित भएको छ। त्यसै गरी त्यो शाकद्वीप नाम गरेको द्वीपमा मेधातिथि नाम गरेका राजाले राज्य गर्दछन्। पुष्करद्वीप शुद्धोद समुद्रले वेष्टित छ, त्यहाँ बीतिहोत्र नाम गरेका राजाले राज्य गर्दछन्। जम्बुद्वीपको विस्तार 4 लाख कोश छ। यसको आकार कमलगट्टा जस्तै छ। यसमा 9,000 योजनका 9 वटा खण्ड छन्।
यस प्रकार सृष्टि गरिसकेर अष्टपर्वत सृष्टि गरे। ती अष्टपर्वतहरू कुन कुन भने सुमेरु पर्वत, गन्धमादन पर्वत, कैलाश पर्वत, हिमालय पर्वत, त्रिकुट पर्वत, चित्रकूट पर्वत, चन्द्रान्तक पर्वत अनि चन्द्रकूट पर्वत। त्यसपछि प्राणीहरूको सृष्टि गरौँ भनेर महादेवको तपस्या गरे। दिव्य 12,000 वर्ष कठोर तपस्या गरिसकेपछि महादेव प्रकट हुनुभयो र महादेव प्रकट भएर हे ब्रह्मन, तिम्रो तपस्याले म अत्यन्त प्रसन्न भएँ, वरदान माग भन्ने आज्ञा भएको सुनेर ब्रह्माजीले पनि अनेक उपचारले भगवान शिवको पूजा गरेर प्रार्थना गर्न लागे, स्तुति बिन्ती गर्न लागे। हे ईश्वर, आफैले अनेक ब्रह्माण्डको रचना गरेर आफ्नै मायामा भुलिरहेका यस्ता हजुरलाई कोटि कोटि नमस्कार छ, कोटि कोटि वन्दना छ। त्यस्तै गरेर एक मूर्तिबाट यो संसारमा अनेक 3 प्रकारका मूर्ति भएर अर्थात् ब्रह्मा विष्णु शिव भइरहनुभएका यस्ता हजुरलाई कोटि कोटि नमस्कार। हे ईश्वर, हजुरको महिमा वर्णन गर्न शेष र शारदाले पनि नसकेको म कसरी समर्थ हुनेछु र? हजुरको कृपाले द्वीप, समुद्र, पर्वतहरूको सृष्टि गरेँ। अब प्राणी सृष्टि गर्न सकूँ, यही वरदान दिनुहोस् भनेर बिन्ती गरेँ। ब्रह्माजीको प्रार्थना र आग्रहलाई बुझेर महादेवले आज्ञा गर्नुभयो, हे ब्रह्मन, तिमी प्राणीहरूको पनि सृष्टि गर्न सकी भनेर वरदान दिनुभयो। अनि ब्रह्माले महादेवलाई साष्टाङ्ग दण्डवत प्रणाम गरेर प्राणी सृष्टि गर्नका निम्ति सुमेरु पर्वतमा गए। पहिले शिवलोक अनि विष्णुलोक अनि ब्रह्मालोक, उमालोक अनि स्कन्दलोक र अरू अनेक प्रकारका लोकहरूको सृष्टि गरे। तिनमा सबैभन्दा माथि सत्यलोक सृष्टि गरे। अनि सुमेरु पर्वतको पूर्व दिशामा अमरावती, आग्नेय कोणमा शुद्धावती, दक्षिण दिशामा यमपुरी, नैऋत्य कोणमा कृष्णावती, पश्चिम दिशामा श्रद्धावती, ईशान कोणमा यशोवती नामका पुरीहरूको रचना गरे। त्यसपछि स्थावर र जङ्गम सृष्टि गरे। अनि प्राणी सृष्टि गर्ने इच्छा भयो र मनले चिताउन साथ कश्यप प्रभृति 100 ऋषि सृष्टि भए। त्यति सुनेर अगस्त्य मुनिले सोध्नुहुन्छ, प्रश्न गर्नुहुन्छ, हे कुमारजी, हजुरको वचन रूपी अमृत मेरो कान रूपी जिब्रोले बारम्बार बराबर पिउन माग्दैछ। अब यो संसारमा देव, दानव, पशु, पक्षी, मनुष्य कसरी सृष्टि भए, यस्तो प्रकारको कुरा सुन्ने इच्छा छ। अगस्त्य मुनिको यस्तो इच्छालाई जानेर कुमारजीले आज्ञा गर्नुहुन्छ, हे मुनि, कश्यप ऋषिका अदिति, दिति, दनु, कारा, घोरा, सिंहिका, क्रोधा, प्राधा, वलिष्ठा, विनता, कपिला, कद्रु अनि मनु यस्ता स्त्रीहरू थिए, पत्नीहरू थिए। अतः दितिका गर्भबाट, जो दिति नाम गरेकी पत्नी थिइन्, उनका गर्भबाट हिरण्यकशिपु आदि दैत्य जन्मे। अदितिका गर्भबाट चन्द्र सूर्य आदि 33 कोटि देवता जन्मे। धनुका गर्भबाट दानवहरू जन्मे। कारा र घोराका गर्भबाट गन्धर्वहरू जन्मे। सिंहिकाको गर्भबाट राहु जन्म्यो। प्राधाका गर्भबाट उर्वशी आदि गरेका अप्सराहरू जन्मे। क्रोधाका गर्भबाट क्रोध जन्म्यो। मनुका गर्भबाट ब्राह्मण, क्षत्रिय, वैश्य, शूद्र यी 4 थरी मनुष्य जन्मे। अनि बलिष्ठा र विनताका गर्भबाट अरुण, गरुड, सम्पाति, मयूर, कोकिल, चखेवा, जीवन, जीव, मुनिया, धोबिनी, राजहंस आदि गरेका पक्षीहरू जन्मे। कपिलाका गर्भबाट कामधेनु, सिंह, शार्दूल, बाघ, हात्ती, घोडा, मृग, जरायु, गैंडा, खरायो आदि आदि गरेका पशुहरू जन्मे। त्यस्तै गरेर कद्रुका गर्भबाट शेषनाग, अनन्तनाग, पद्मनाग, वासुकीनाग, कुलिकनाग, कर्कोटकनाग, तक्षकनाग, शङ्खनाग आदि अष्टनागहरू जन्मे। यसरी देवता, ऋषि, यक्ष, गन्धर्व, किन्नर, अप्सरा, नाग, मनुष्य, पशु, पक्षीहरू सृष्टि भएको देखेर ब्रह्माजीले तिनीहरूलाई खाने आहारका निम्ति धान, जौ, तिल आदि अनेक तरहका अन्न र फलमूलहरूको सृष्टि गरे। हे मुने, यो मैले अत्यन्त संक्षेपमा भने, अरू प्रकारका पुराणहरूबाट तिमीले विस्तारले बुझ्नेछौ। यो सृष्टिका कुरा सुनाए, अब के सुन्ने इच्छा छ भन भनेर भन्दा अगस्त्य मुनिले भन्नुहुन्छ, हे कुमारजी, कुन कुन भुवनमा कुन कुन देवता छन्, कुन कुन भुवनमा कस्ता कस्ता देवताले वास गर्छन् र दिक्पालहरू कसरी भए, यो कुरा सुन्ने इच्छा छ। त्यति सुनेर कुमारजीले आज्ञा गर्नुहुन्छ, हे मुनि, कैलाश भुवनमा महादेव हुनुहुन्छ।
वैकुण्ठ भुवनमा विष्णु भगवान हुनुहुन्छ, सत्य भुवनमा ब्रह्माजी हुनुहुन्छ, उमा भुवनमा पार्वती भगवती हुनुहुन्छ, स्कन्द भुवनमा म स्वयं आफै छु, धूम्र भुवनमा धूम्र नाम गरेका ऋषि छन्, नैऋत्य भुवनमा अन्य ऋषिहरू छन्। यति भुवनहरूका कुरा कहेँ, अब दिक्पाल भएका कुरा भन्दछु सुन। कश्यप ऋषिका छोरा इन्द्रले हिमालयमा गएर धेरै कालसम्म कठोर भन्दा पनि कठोर तपस्या गरे। महादेव अत्यन्त प्रसन्न भएर हे इन्द्र, तिम्रो तपस्याले म आज आएर अत्यन्त प्रसन्न भएँ भनेर वरदान दिनुभयो र अमरावतीको अधिपति र पूर्व दिशाको दिक्पाल बनाएर महादेवले पठाइदिनु भयो। फेरि एउटाले गएर उसै गरी तपस्या गर्दा महादेव अत्यन्त प्रसन्न भएर अग्नि भन्ने नाम राखेर अग्निकोणको दिक्पाल बनाएर शुद्धावतीको अधिपति गराएर पठाइदिनु भयो। फेरि अर्कोले गएर त्यसै गरी तपस्या गरे। महादेव प्रसन्न भएर यम भन्ने नाम राखेर दक्षिण दिशाको दिक्पाल बनाएर यमपुरीको अधिपति गराएर पठाइदिनु भयो। फेरि एउटाले गएर त्यसै गरी तपस्या गरे। महादेव अत्यन्त खुसी भएर निऋति भन्ने नाम राखेर नैऋत्य कोणको दिक्पाल अनि कृष्णावतीको अधिपति गराएर पठाइदिनु भयो। फेरि अर्कोले गएर त्यसै गरी तपस्या गरे। महादेव अत्यन्त प्रसन्न भएर वरुण भन्ने नाम राखेर पश्चिम दिशाको दिक्पाल र श्रद्धावतीको अधिपति गराएर पठाइदिनु भयो। फेरि 49 वायुले गएर त्यसै गरी तपस्या गरे। महादेव प्रसन्न भएर वरदान माग भन्दा ती वायुले हामी 49 जना एक हुन सकौँ र हामीलाई कोही नदेखुन्, केवल शब्द मात्र सुनुन्, बलमा पनि कसैले जित्न नसकुन् भनेर माग्दा महादेवले तथास्तु भनेर वरदान दिएर वायु भन्ने नाम राखेर वायव्य कोणको अधिपति गराएर पठाइदिनु भयो। फेरि एउटाले गएर त्यसै गरी तपस्या गरे। महादेव अत्यन्त खुसी भएर प्रसन्न भएर कुबेर भन्ने नाम राखेर उत्तर दिशाको दिक्पाल अनि अलकापुरीको अधिपति गराएर पठाइदिनु भयो। फेरि एउटाले गएर त्यसै गरी तपस्या गरे। महादेव प्रसन्न भएर विश्वकर्मा नाम राखेर ईशान कोणको दिक्पाल र यशोवतीको अधिपति बनाएर पठाइदिनु भयो। हे मुनि, यति दिक्पाल भएको कुरा कहेँ, अब के सुन्ने इच्छा छ भन। कुमारजीको यस्तो वचनलाई सुनेर अगस्त्य मुनिले भन्नुहुन्छ, हे प्रभु, महादेव र सतीदेवीको विवाह भएको अनि सतीदेवी मर्दा उत्पात भएको, फेरि सतीदेवी महादेवकी पत्नी कसरी हुनुभयो र कस्तो कारणले उहाँको मृत्यु भयो, यो सबै कुरा विस्तारले आज्ञा होस् भन्दा अगस्त्य मुनिको यस्तो प्रकारको इच्छालाई जानेर यस्तो प्रकारको कुरालाई सुनेर अत्यन्त प्रसन्न हुनुभएका कुमारजीले यो कुरा तेस्रो अध्यायमा वर्णन गर्नेछु भनेर भन्नुभयो। जय जय श्री स्कंद पुराणे केदारखण्डे माघ महात्म्ये कुमार अगस्त्य संवादे श्री स्वस्थानी परमेश्वर्या व्रतकथायां दिक्पाल वर्णनं नाम द्वितीयोऽध्यायः। अथ तृतीयोऽध्यायः। श्री स्वस्थानी व्रतकथाको तेस्रो अध्यायमा कुमारजीले आज्ञा गर्नुहुन्छ, अगस्त्य मुनि, अष्ट प्रजापतिमा सबैभन्दा जेठा दक्ष प्रजापति थिए। तिनकी बिरणी नाम गरेकी साध्वी एवं पतिव्रता स्त्री अर्थात् पत्नी थिइन्। बिरणी गर्भिणी भइन् र 10 मास पूर्ण भइसकेपछि एउटी छोरी जन्मिन् अर्थात् बिरणीले पुत्रीको जन्म दिइन्। ती कस्ते प्रकारकी कन्या भने 1000 सूर्यको जस्तो नेत्र भएकी, 32 लक्षणले युक्त, पद्मपत्र जस्ता नेत्र भएकी, अरुण उदय भए जस्तो रक्तवर्ण भएकी, हात्तीका सुँड जस्तो शरीर हात भएकी, कदली स्तम्भ जस्तो शरीर भएकी, चन्द्रमाको जस्तो उज्जवल र शान्त मुख भएकी यस्तै परम सुन्दरी कन्या जन्मेकी देखेर दक्ष प्रजापतिले अत्यन्त आनन्द मान्दै आफ्ना गुरु पुरोहित वशिष्ठ आदि ज्योतिषीहरूलाई डाकेर बोलाएर विधिपूर्वक नामकरण संस्कार अर्थात् न्वारण गराए। सबै ऋषि ज्योतिषीहरूले गणना गरेर भने, हे दक्ष प्रजापति, यी बालिकाको नाम सतीदेवी भन्ने तिनै भुवनमा प्रख्यात हुनेछ। दक्ष प्रजापतिले भोजन गराई दक्षिणा दिएर विदा गरे सबै गुरुहरूलाई, सबै पुरोहित जनहरूलाई। सबैजना आफ्ना आफ्ना आश्रममा गए। हे मुनि, यो कुरा धेरै लामो छ, तर पनि म संक्षेपमा तिम्रा समक्षमा भन्दछु, कुमारजी भन्दै हुनुहुन्छ। त्यसपछि बिरणीका क्रमैले 33 कोटी कन्याहरू जन्मे।
ती सबैलाई दुवै दम्पतिले यथायोग्य रूपमा लालन पालन गरे। अनि अगस्त्य मुनिले फेरि प्रश्न गर्नुहुन्छ, हे कुमारजी, ती कन्याहरूको विवाह 33 कोटी देवताहरूसँग कसरी भयो त्यो पनि सुन्न इच्छा छ। त्यति सुनेर कुमारजीले आज्ञा गर्नुहुन्छ, हे अगस्त्य मुनि, एक दिनको कुरा, स्वर्गका देवता, ऋषि, यक्ष, गन्धर्व, किन्नर 10 दिक्पालहरू जम्मा भएर सभा गरेर भन्दछन्, बैठक गरेर भन्दछन्, हाम्रा स्त्री छैनन्, हाम्रा पत्नी छैनन्। दक्ष प्रजापतिका घरमा 33 कोटी कन्या छन्, तिनैलाई हामीले विवाह गरौँ, तर कन्या माग्न कसलाई पठाउने भनेर मत मिलाएर नारदजीलाई डाकेर सबै प्रकारका कुराहरू बुझाएर, हे नारदजी, दक्ष प्रजापति कहाँ कन्या माग्न जाऊ भन्दा नारदजीले पनि स्वीकार गरेर नारदजी दक्ष प्रजापतिका घरमा जानुभयो। नारदजी आएको देखेर दक्ष प्रजापतिले पनि उचित प्रकारको शिष्टाचार गरेर के कति कामले पाल्नु भएको भनेर सोधे। आफूलाई देवताहरूले पठाएको कुरा सुनाएर नारदजीले भन्नुहुन्छ, हे दक्ष, तिम्रा 33 कोटी कन्या 33 कोटी देवताहरूलाई देऊ भनेर नारदजीले भन्नुभयो। नारदजीका त्यस्ता प्रकारका कुरालाई सुनेर दक्ष प्रजापति पनि अत्यन्त प्रसन्न भएर अत्यन्त खुसी भएर भने, हे नारदजी, हजुरले आज आएर अत्यन्त असल कुरा भन्नुभयो, म धन्य धन्य रहेछु। मेरा 33 कोटी कन्या 33 कोटी देवताहरूलाई हजुरको वचनले मैले दिएँ, प्रदान गरेँ। एउटी सतीदेवी मात्र दिने छैन, किनकि मेरा पुत्र छैनन्, मेरा छोरा छैनन्। सम्पत्तिको रक्षा को कसले गरिदेला? अरू सबै कन्या हजुरले जहिले भन्नुहुन्छ, जसलाई दिन भन्नुहुन्छ उहाँलाई उसै प्रकारले मैले दिनेछु। अब यहाँबाट गएर विवाहको दिन ठहराएर अर्थात् विवाहको दिनलाई निश्चित गरेर पठाउन लगाउनुहोस् भनेर दक्ष प्रजापतिले नारदजीको अनेक उपचारले अनेक वस्तुहरूले पूजा गरे। तब नारदजी पनि दक्ष प्रजापतिसँग बिदा मागेर सरासर स्वर्ग जानुभयो। नारद आएको देखेर देवताहरूले तिमी गएको काम के भयो भनेर प्रश्न गरे। नारदजीले पनि सतीदेवी बाहेक अरू सबै कन्या दिन्छु भनेर भनेका छन् दक्ष प्रजापतिले भन्ने कुरा सुनाउनु भयो। अनि देवताहरूले धन्य धन्य नारद मुनि भनेर प्रशंसा गर्दै विवाहको दिन निश्चित गरेर पठाए। त्यसपछि विवाहको सामग्री तयार गरेर देवताहरू कन्यादान लिनका निम्ति दक्ष प्रजापतिको घरमा पुगे। त्यस पछाडि आज दक्ष प्रजापतिले पनि देवताहरू आएको देखेर अत्यन्त आनन्द मान्दै मङ्गल यात्रा गर्दै आफ्नो मर्यादाले सतीदेवी बाहेक 33 कोटी कन्या जो छन् तिनीहरूलाई नारदजीको आज्ञा अनुसार 33 कोटी देवताहरूलाई कन्यादान दिए। देवताहरू पनि कन्यादान पाएर अत्यन्त हर्षपूर्वक आफ्ना आफ्ना स्त्री आफ्ना आफ्ना पत्नीलाई लिएर आफ्ना आफ्ना आश्रमतर्फ गए। यो वृत्तान्त कैलाश पर्वतमा रहनुभएका भगवान शिवजीले थाहा पाएर देवताहरूले मलाई बाहेक पारेर मलाई भिन्न गरेर एक वचन पनि मलाई नसोधी आफूले कन्यादान लिएछन्। कैलाशको स्वामी भएर पनि मेरा स्त्री छैनन्, मेरा पत्नी छैनन्, अब मलाई कसले कन्या देला भनेर ध्यान दृष्टिले विचार गरेर हेर्दा दक्षकी 33 कोटी कन्यामा सबैभन्दा जेठी बाँकी नै रहेछन्। देवताहरूले मेरो मर्यादा राखेकै रहेछन्, अब ती कन्या माग्न कसलाई पठाउँ, आफै जान्छु भनेर भगवान शिवजी दक्ष प्रजापतिका घरमा जानुभयो। दक्षले महादेव आउन लागेको परैबाट देखेर बिरणीसित भन्दछन्, हे स्त्री, हे पत्नी, त्यो आउन लागेको महादेव हो, के भन्न आयो होला भनेर कुरा गर्दा गर्दै महादेव घरमुनि पुगेर बोलाउनु भयो। अनि दक्षले झ्यालबाट हेरेर माथि आइज भनेर डाकेर सोधे, महादेव, आज त मेरा घरमा के कति कामले आइज भनेर अत्यन्त अवहेलना गरेर बोले। अनि महादेवले भन्नुहुन्छ, हे दक्ष प्रजापति, तिम्रो घरमा आउने मेरो अरू केही प्रयोजन थिएन। तिमीले कृपा गर्नाले 33 कोटी देवताहरूले कन्यादान पाएर उद्धार भए अत्यन्त प्रसन्न भएका छन्। अब सतीदेवी रहेकी रहेछन्, म पनि योग्य छु, ती कन्या मलाई कृपा गरेर देऊ। महादेवको यस्तो वचनलाई सुन्न साथ दक्ष प्रजापति अत्यन्त रिसाएर भने, हे पापिष्ट महादेव, मेरी कन्या सतीदेवी तेरो योग्य कसरी होली? त कस्तो छस् भने मसानको खरानी घाँसेर
सर्पको गहना लगाई बाघको छाला ओढेर डम्मरो त्रिशूल लिएर बुढो साँढीमा चढेर हिँड्ने विष भाङ धतुरो खाएर भूत प्रेत नचाई मसानमा बस्ने दिगम्बर देख्दैमा पनि घिन लाग्ने यस्तो तैँले मेरै अगाडि आएर मेरै मुखिन्जेल आएर यस्तो अयोग्य कुरा कसरी गरिस् जा जा मेरो घरमा नबस भनेर पाखुरामा समातेर धपाए दक्ष प्रजापतिले। महादेवले त्यस्तो किसिमसँग त्यस्तो प्रकारसित दक्षले क्षुद्र वचनद्वारा निन्दा गरेको सुनेर त्यस्तो अपमान गरेको सुनेर साह्रै नै चित्त दुखाएर बाहिर आए। बाहिर आइसके पछाडि महादेव बाहिर आउनुभयो। आएर भन्नुहुन्छ नदिने भए दिन्न भने भइजान्थ्यो। यस्तो निन्दा गर्न पर्ने कुनै काम थिएन, कुनै अर्थ थिएन। त्यसपछि महादेवले विचार गर्न थाल्नुभयो, अब म कहाँ जाउँ, के गरौँ, ती कन्या कसले मलाई पारिदेला भन्ने तर्क वितर्क गर्दै भगवान विष्णुको दिव्य वैकुण्ठ धाममा महादेव जानुभयो। भगवान श्रीहरि विष्णुले शङ्करजी आएको देखेर हत्तपत्त उठेर उच्चासनमा बसालेर के कति कामले आज परिश्रम गर्नुभयो, किन आउनुभयो भनेर भगवानले सोध्नुभयो। अनि महादेवले आफू दक्षका घरमा गएको अनि उनले दुर्वाच्य बोलेर अपमान गरेको सबैका सबै कुरा सुनाइसके पछाडि, हे विष्णु, मेरा स्त्री छैनन्, त्यसैले घर पनि छैन, यही कुरा गर्न हजुरका समक्षमा आएको हुँ। अब जसरी ती कन्या मेरी हुनेछिन् त्यही काम हजुरले गर्नुहोस् भनेर भन्नुभयो। महादेवको वचनलाई सुनेर भगवान विष्णुले भन्नुभयो, हे ईश्वर, यो काम म पार लगाउँला, हजुरले सन्देह गर्नु पर्दैन, हजुरले चिन्ता गर्नु पर्दैन। म अहिले नै दक्ष प्रजापतिको घरमा जान्छु। म फर्केर नआउने बेलासम्म नआउन्जेल हजुर यहीँ राज गर्नुहोला, यही निवास गर्नुहोला भनेर महादेवलाई वैकुण्ठ धाममा नै पर्खाएर आफू अर्थात् भगवान विष्णु दक्ष प्रजापतिको घरमा जानुभयो। दक्ष प्रजापतिले भगवान विष्णु आएको देखेर माथि डाकेर आदरपूर्वक बसालेर, हे विष्णु, आज मेरो घर किन पवित्र पार्नुभयो, आज मेरो घरमा किन परिश्रम गर्नुभयो, हजुर आज मेरो घरमा किन दुःख पाउनुभयो, आज्ञा गर्नुहोस् भनेर दक्ष प्रजापतिले सोधिसकेपछि भगवान विष्णुले आज्ञा गर्नुभयो, हे दक्ष प्रजापति, केही कुरा माग्न आएको हुँ, दिने भए मात्र माग्दछु, नदिने भए मैले माग्दिन। त्यति सुन्नासाथ दक्षले भने, हे भगवान विष्णु, हजुरले मागे जति जे वस्तु भए पनि दिनेछु, के चाहियो आज्ञा गर्नुहोस्, अवश्यमेव मैले प्रदान गर्नेछु। त्यस्तो प्रतिज्ञायुक्त वचनलाई सुनेर भगवान विष्णुले भन्नुहुन्छ, हे दक्ष प्रजापति, म वैकुण्ठको अधिपति भएर पनि मेरा स्त्री छैनन्, मेरा पत्नी छैनन्। तिमीले कृपा गर्नाले 33 कोटी देवताहरूले कन्यादान पाएर उनीहरूको उद्धार भयो। अब सतीदेवी छन्, ती मलाई कृपा गर। विष्णुको यस्तो प्रकारको वचनलाई सुनेर दक्ष प्रजापतिले अत्यन्त चिन्तित हुँदै भने, हे विष्णु, मेरा पुत्र नहुनाले, मेरा घरमा छोरा नहुनाले सम्पत्तिको रक्षा गर्नका निम्ति राखेको दिनु त उचित थिएन, तर पनि वाचा गरेको हुनाले दिन कर लाग्यो। ती कन्या अब हजुरकी भइन्। अब सुदिन उपयुक्त प्रकारको दिनलाई ठहराई निश्चित गरेर कन्यादान दिनका निम्ति हजुर आउनुहोला। यति दक्षको वचनलाई सुनेर भगवान विष्णुले पनि हुन्छ हवस् भनेर त्यहाँबाट सरासर वैकुण्ठ धाम जानुभयो। अनि भगवान विष्णु आएको देखेर महादेवले सोध्नुभयो, महादेवले प्रश्न गर्नुभयो, हे विष्णु, तिमी गएको काम के कस्तो भयो, अर्थात् हजुर जुन प्रकारको कर्मले जानुभएको थियो त्यो कर्म के भयो? अनि भगवान विष्णुले उत्तर दिनुभयो, ईश्वर, म गएको काम त पुग्ला जस्तो त भयो, तर आफैलाई भनेर मागेर आएको छु। हजुर वृद्ध सन्यासीको रूपलाई धारण गरेर कन्यादान दिने ठाउँमा आएर भिक्षा माग्नु र मलाई भिक्षा नदिइकन कन्यादान दिएमा लिने र दिने दुवैलाई श्राप दिनेछु भनेर भनिबक्सेला। यस्तो प्रकारको वचन भन्नुहोला। अनि मैले, हे सन्यासी, मेरो लग्न बित्न लाग्यो, कन्यादान भइसके पछाडि भिक्षा दिनेछु, श्राप नदेऊ, न श्राप, बरु यहाँ आएर बस भनेर आफू बसेकै छेउमा, आफू बसेकै ठाउँमा बसाली राख्नेछु। र दक्षले कन्यादान दिँदा उसका आँखालाई छलेर सती देवीको हात हजुरको हातमा पारिदिनेछु। यस दिनमा यो बेलामा आउनुहोला भनेर भगवान विष्णुले दक्षसँग भएको सबै कुरा, सबै विवरण एक एक गरेर महादेवका समक्षमा भगवान विष्णुले सुनाउनुभयो। विष्णुको त्यस्तो कुरा सुनेर प्रसन्न हुनुभएका महादेव पनि
अवश्य आउनेछु हुन्छ भनेर गदगद चित्तले अत्यन्त प्रसन्न भएर कैलाशमा जानुभयो। जय जय श्री स्कंद पुराणी केदारखण्डी माघ महात्म्ये कुमार अगस्त्य संवादे श्री स्वस्थानी परमेश्वर्या व्रतकथायां दक्षकन्या विवाह वर्णनं नाम तृतीयोऽध्यायः। अथ चतुर्थोऽध्यायः। श्री स्वस्थानी व्रतकथाको चौथो अध्यायमा कुमारजीले आज्ञा गर्नुहुन्छ हे अगस्त्य मुनि, त्यसपछि कन्यादान लिने दिन आयो र महादेव आउनुहोला भन्ने विचार गर्दै भगवान विष्णु दक्षको घरमा पुग्नुभयो। दक्ष प्रजापतिले पनि सम्पूर्ण सामग्री तयार गराएर अन्य प्रकारका विधानहरूलाई पुरा गरेर कन्यादान गर्नका निम्ति तयार भए। उता महादेव भने दक्षको घरमा जान बिर्सेर विष भाङ धतुरो खाएर अचेत जस्तै हुनुभयो। अनि भगवान विष्णुले अझैसम्म पनि महादेव आउनु भएन। कन्यादानको बेला भइसक्यो, आफ्नो हातमा थाप्नु भने महादेवलाई हुँदैन, अब के गरौँ भनेर अत्यन्त व्याकुल हुन लाग्नु हो। उता महादेव अकस्मात झसङ्ग भएर कन्यादान दिने दिन त आजै हो, विष्णु भगवान पुगिसक्नु भयो होला, बेला पनि भयो होला। यस्तो सम्झेर तत्कालै वृद्ध सन्यासीको रूपलाई धारण गरेर दक्ष प्रजापतिको घरमा पुगेर भगवान शिवजीले भिक्षा माग्नुभयो। भगवान शिवजीले भन्नुहुन्छ, हे विष्णु, म धेरै परबाट आइरहेको छु, भोक लागिरहेको छ, पहिले मलाई भिक्षा नदिकन कन्यादान गरेमा लिने र दिने दुवैलाई मैले श्राप दिनेछु। ती सन्यासी रूप महादेवको यस्ता वचनलाई सुनेर भगवान विष्णु भन्नुहुन्छ, हे भिक्षुक, लग्नको समय बित्न लाग्यो, कन्यादान भइसकेपछि भिक्षा दिएर सन्तुष्ट गराउँला, अहिले म बसेको ठाउँमा आएर बस भनेर आफू बसेकै सिंहासनको छेउमा बसाउनुभयो। महादेव कस्तो समयमा पुग्नुभयो भने बिरनीले सुनको कमण्डलुले धारा दिएर दक्ष प्रजापतिले सतीदेवीको हात समातेर विष्णुको हातमा सुम्पन लागेको यस्तो समयमा महादेव पुग्नुभयो र विष्णुले आफ्नो मायाले ढाकेर दक्ष दम्पतिको आँखालाई छलेर सतीदेवीको हात सन्यासी रूप महादेवको हातमा पारिदिनुभयो। त्यो देखेर दक्षले अत्यन्त दुखी भएर भगवान विष्णुको मुखमा हेरेर, हे विष्णु, तिमी त भारी कपटी रहेछौ, तिम्रो विश्वासमा पर्दा आज मेरी छोरी सतीदेवी यो अवस्थामा पर्न गई। दक्षका त्यस्ता कुरालाई सुनेर पनि सुनेको नसुने जस्तो गरेर केही उत्तर नदिई सन्यासी रूप महादेवसँग म जान्छु है भनेर भगवान विष्णु त्यहाँबाट सरासर वैकुण्ठ जानुभयो। त्यसपछि दक्षले छोरीतर्फ हेरेर भन्दछन्, हे सती, पापिष्ट विष्णुको छलमा परेर यो वृद्ध सन्यासी स्वामी पाए पनि चिन्ता गर्नु पर्दैन, तिम्रा निम्ति हामी छँदैछौँ, तिमीलाई दुःख हुन दिने छैनौँ, अहिले उसैसँग जाऊ। पिताजीको यस्तो वचनलाई सुनेर सबै बहिनीहरूले देवता स्वामी पाएको सम्झेर म त धिक्कार रहेछु भन्ने विषाद गर्दै सतीदेवी रुन लागिन्। फेरि विधाताले मेरो ललाटमा यस्तै लेखेको रहेछ, अब रुनु पनि व्यर्थ छ, जस्तो भए पनि माता र पिताले दिएका मेरा स्वामी यिनै हुन् भन्ने विचार गरेर सतीदेवीले पनि धैर्यलाई धारण गरिन्। त्यसपछि सन्यासी रूप महादेवले सतीदेवी तर्फ हेरेर भन्नुभयो, हे स्त्री, अब यहाँ बसेर के गर्ने, आफ्नो घर जानुपर्छ, माता र पितासँग बिदा मागेर आऊ। स्वामीको यस्तो आज्ञालाई सुनेर हवस् भनेर माता पिताको नगिचमा गएर, हे माता, हे पिता, अब आज्ञा पाए म जाने थिएँ भनेर सतीदेवीले भनिन्। अनि दक्ष प्रजापति र बिरणीले पनि धैर्य धारण गरेर जाऊ तनी भनेर बिदा दिए। सतीदेवीले माता र पितालाई प्रणाम गरी सन्यासी रूप महादेवको अगाडि लागेर हिँडिन्। निकै पर पुगिसके पछाडि सन्यासी रूप महादेवले आज्ञा गर्नुहुन्छ, हे प्रिय, घरबाट कहिल्यै बाहिर ननिस्केकी, सदा सुखमा पालिएकी, अत्यन्त कोमल अङ्ग भएकी, तिमीलाई परिश्रम पर्ला, सुस्त सुस्त हिँड, बिस्तारै बिस्तारै अगाडि लाग। पतिको यस्तो मधुर प्रकारको वचनलाई सुनेर सतीदेवीले भन्न लागिन्, हे स्वामी, म त हिँड्न सक्दछु, हजुरको वृद्धावस्था छ, परिश्रम पर्ला, बिस्तार बिस्तार हिँडिबक्सियोस्।
यस्तै किसिमका अनेक कुरा गर्दै उनीहरू अगाडि बढ्दै गए। सतीदेवीले आफ्ना स्वामीको वृद्धावस्थालाई देखेर यी वृद्ध अवस्था भएका म चाहिँ युवती, मेरा स्वामीलाई कसैले केही गरेर मेरो अपहरण पो गर्ने हो कि भन्ने चिन्ता गर्दै एकछिन पनि नछाडी पछाडि लागेर गइन्। कैलाशमा पुगेर महादेवले सतीदेवीको चरित्र हेर्नका निम्ति कैलाशकै टाकुरामा एउटा खरको झुपडी उत्पन्न गरेर हे स्त्री, हाम्रो घर त्यही हो आइपुग्यो भन्दै औँलाले देखाए। अनि अब तिमी घरभित्र जाऊ, भोक पनि लाग्यो होला, जे छ झिकेर खाऊ। मलाई पनि अत्यन्त परिश्रम भयो, एकैछिन म सुत्छु भनेर 20 भाङ धतुरो खाएर बाहिरै महादेव सुत्नुभयो। सतीदेवीले त्यो खरको झुप्रो देखेर आफ्ना पिताको घरलाई सम्झेर त्यस्तो सुवर्णको घरमा बसेकी मलाई यस्तो खरको झुपडीमा बस्नु पर्यो भनेर मनमा अत्यन्त विषाद गरी आँखाबाट आँसुका धारा बगाइन्। फेरि मेरो कर्मले यस्तै पारी ल्यायो, के गरौँ भनेर मन बुझाइन् र पछ्यौराले आँसु पुछेर उनी घरभित्र पसिन्। भित्र हेर्दा त सबै ठाउँमा माकुराको जालो र कसेङ्गर मात्र देखिन्। अनि कुचोले माकुराको जालो फालेर राम्रोसँग बढारेर सफा पारिन्। अनि स्वामी जागा भएपछि खान के दिने भनेर भण्डारमा हेर्न पुगिन्, तर त्यहाँ केही पनि फेला पारिनन् र मनमा अत्यन्त विषाद गरेर महादेव सुतेको स्थानमा गएर खुट्टा मुनि उनी बसिरहिन्। 4 दिन बितिसकेपछि महादेव जागा हुनुभयो र सतीदेवीको मुखमा हेरेर अत्यन्त रिसाएर, हे पापिनी स्त्री, मलाई बाहिर एक्लै सुताएर आफू चाहिँ भित्र गएर सुतिस्, त्यसो गरे पनि के तँलाई खानु पर्दैन थियो, केही खाइस् कि खाएकै छैनस् भन्दै अनेक तरहले रिसाउन लागेको देखेर अत्यन्त हँसिलो प्रसन्न मुख गरेर स्वामीको मुखमा हेरेर सतीले भन्नुहुन्छ, हे स्वामी, हजुरलाई गहिरो निन्द्रा परेको देखेर जागा गराउन सकिन र म सुतेकी पनि छैन, यहीँ बसिरहेकी छु। मैले त भण्डारमा जे भएको खाइसकेँ, अब हजुर के खाइबक्सिन्छ भनेर सतीदेवीले भन्दछिन्। सतीदेवी कस्ती भने सधैँ श्रृङ्गार गरेर रिसमा पनि रसमा पनि उज्यालो मुख गरेर स्वामीकै भक्तिमा चित्त लगाइरहन्थिन्। सतीदेवीले त्यति भनिसके पछाडि त्यहाँ के थियो र खाइ होली भनेर करुणाका मूर्ति भगवान शिवलाई अत्यन्त करुणा भयो र हे प्रिय, हाम्रो घर यो होइन, त्यो खरको भित्ता च्यातेर हेर त भनेर महादेवले भन्नुभयो। र सतीदेवीले भन्दछिन्, हे स्वामी, भएको घरलाई नासेर नभएको घर मैले कहाँ हेर्न जाउँ, फेरि बनाउनु परेमा हजुर वृद्ध, म नारी जाति कसले बनाइदिला। सतीदेवीको यस्तो प्रकारको वचनलाई सुनेर महादेव जुरुक्क उठेर खरको भित्तामा गोडाको प्रहार गरेर खुट्टाले हानेर उज्जवल कैलाशको दर्शन गराइदिनु भयो। अनेक मणिमाणिक्य जडेको सुनले बनेको त्यस्तो दिव्याति दिव्य महल देखेर, त्यस्तो सुन्दर प्रकारको महललाई देखेर सतीदेवी पनि अत्यन्त प्रसन्न भएर मेरा पिता दक्ष प्रजापतिको घरभन्दा पनि अत्यन्त राम्रो यो घर कसको होला भन्ने विचार गरिन्। अनि सन्यासी रूप महादेवले आफ्नो दिव्य रूपको दर्शन दिनका निम्ति सतीदेवीलाई चोकमा डाकेर लग्नुभयो अनि भन्नुभयो, हे स्त्री, यो चोकको माझमा गाईको गोबरले मण्डलाकार गरेर लिपिदेऊ। महादेवले यस्तो प्रकारको आदेश प्रदान गरिसकेपछि सतीदेवीले पनि तत्कालै आज्ञाको पालन गर्नुभयो। अनि महादेवले त्यो गोबरले लिपेको स्थानमा बसेर अत्यन्त निर्मल स्फटिकको जस्तो विश्वम्भर मूर्तिको दर्शन दिनुभयो। अनि सतीदेवीले मनमा अत्यन्त आनन्द मान्दै हर्षका आँसु बगाउँदै म धन्य रहेछु, जगदीश्वर महादेव स्वामी पाएँ भनेर महादेवलाई फूलको माला पहिराई 3 पल्ट प्रदक्षिणा गरेर साष्टाङ्ग दण्डवत प्रणाम गरिन्। त्यसपछि ती दुवै शिवशक्ति स्वरूपले कैलाशमा आनन्दपूर्वक रहँदा भए। जय जय श्री स्कंद पुराणे केदारखण्डे माघ महात्म्ये कुमार अगस्त संवादे श्री स्वस्थानी परमेश्वर्या व्रतकथायां
सतीदेवी विवाहवर्णनं नाम चतुर्थोऽध्यायः। अथ पञ्चमोऽध्यायः। श्री स्वस्थानी व्रतकथाको 5औं अध्यायमा कुमारजीले आज्ञा गर्नुहुन्छ, अगस्त्य मुनि, तिमीले सोधेका सबै प्रश्नको उत्तर मैले दिइसकेँ। अब तिमीलाई के सुन्ने इच्छा छ भन, म सबै सुनाउनका निम्ति तयार छु। यस्तो प्रकारको कुमारजीको वचनलाई सुनेर अगस्त्य मुनिले बिन्ती गर्नुहुन्छ, हे कुमारजी, त्रिपुरासुरले कसको तपस्या गर्यो, त्यसलाई श्री महादेवले कसरी भस्म पार्नुभयो, यो सुन्ने इच्छा छ, त्यो सबै आज्ञा गर्नुहोस्। यस्ता अगस्त्य मुनिको प्रश्नलाई सुनेर कुमारजीले आज्ञा गर्नुहुन्छ, हे मुनि, अघि विष्णु भगवानले हिरण्याक्षको, जुन हिरण्याक्ष नाम गरेको दैत्य छ, उसको वध गर्नुभयो अनि समस्त दैत्यहरू दुखी भएर अत्यन्त खेद गर्न लागे, अत्यन्त चिन्ता गर्न लागे। तब मय नाम गरेको दैत्यले मनमा विचार गर्न लाग्यो, जस्तो कामदेव नहुँदा रति भइन्, त्यस्तै त्यो दानवराज मय पनि त्यस्तै प्रकारको अवस्थामा भयो अनि बलवान तारकाक्ष र विद्युत प्रभ नामका आफ्ना मित्र समेतलाई लिएर मय नाम गरेको दैत्यले कठोर तपस्या गर्न लाग्यो। ती तीनैजना दैत्यहरू पुष माघको जाडोमा हिमालयमा गएर तपस्या गर्दथे। वैशाख जेठको घाममा पञ्चाग्नि तापेर गर्मी प्रदेशमा तपस्या गर्दथे। यस्तै प्रकारले तपस्या गर्दा गर्दा 10,000 वर्ष बिताए। तिनका देहमा केवल हाड र छाला मात्रै बाँकी रह्यो। फेरि ती दैत्यहरू ठुलो सुखबाट पनि वञ्चित भए, तैपनि तिनीहरू सूर्य जस्तै तेजिला देखिन लागे। तिनको तपस्याले ब्रह्माजी प्रसन्न भएर ती तीनैजनाको सामुन्यमा पुगेर नम्र स्वरले आज्ञा गर्नुभयो, हे दैत्यहरूमा श्रेष्ठ भएका वीरहरू हो, तिमीहरूको तपस्याले आज म अत्यन्त प्रसन्न भएँ। जस्तो प्रकारको इच्छा छ सोही वरदान माग। ब्रह्माजीको त्यस्तो वचनलाई सुनेर साष्टाङ्ग दण्डवत प्रणाम गरेर केवल घुँडाले मात्र भूमिमा स्पर्श गरेर हात जोडेर बिन्ती गर्न लागे ती दैत्यहरूले, हे प्रभु, हजुर प्रसन्न हुनुहुन्छ भने हामीलाई अबध्यत्व अर्थात् कहिल्यै नमर्ने वरदान दिनुहोस्। त्यति मात्रै नभएर बल पराक्रम पनि ठुलै होस्। फेरि विमान समान जो हामी 3 पुर बनाउने छौँ, त्यसमा मनुष्यको गति नहोस्। हामी ठुला बलवान हौँ, यही वरदान दिनुहोस्। ती दैत्यहरूले त्यस्तो प्रकारको वरदान मागेको सुनेर ब्रह्माजीले आज्ञा गर्नुहुन्छ, हे दैत्य हो, त्यस्तो अवध्य वरदान दिन त म असमर्थ छु। मृत्युको अवकाश राखेर मृत्यु छोडेर अर्को वरदान माग, म तिमीहरूलाई अवश्यमेव दिनेछु। यसमा तिमीहरूले अन्यथा नमान। ब्रह्माजीको त्यस्तो आज्ञालाई सुनेर मय नाम गरेको दैत्यले फेरि बिन्ती गर्यो, हे प्रभु, अघि मैले भने जति सबै कुरा होस्। मृत्युलाई ती मैले बनाएका पुरहरू एकै स्थानमा रहने छैनन्। जब 10,000 वर्ष पुग्नेछ तब ती पुरको केवल आधा निमेषसम्म मात्र मेल होस् र त्यही आधा निमेषभित्र जो एक बाणले ती तीनै पुरलाई नष्ट गर्न सकोस्, त्यही पुरुषले हामीलाई पनि मार्न सकोस्। मय नाम गरेको दैत्यका यस्ता वचनलाई सुनेर तथास्तु भनेर ब्रह्माजी आफ्नो लोकतर्फ जानुभयो। तब त्यो मय नाम गरेको दानवले संसार नै वश गर्ने इच्छा लिएर आदि कल्पमा 3 पुरको रचना गर्दो भयो। ती 3 पुरमा पहिलो फलामको, दोस्रो चाँदीको र तेस्रो सुनको बनायो। ती 3 पुर आकाशमा सुमेरु पर्वतका श्रृङ्ग अर्थात् टाकुरा हुन्के जस्ता देखिन लागे। ती पुरहरू चन्द्रमाका किरण लाग्नाले अत्यन्त शीतल भएका, स्थान स्थानमा आँखी झ्यालहरू बनेका, घरका अट्टालिकाहरू पनि अत्यन्त अग्ला, आँगनहरूमा पनि राम्रा राम्रा देख्दै मनलाई मोह पार्ने शिलाहरूले छापेका, स्थान स्थानमा सुनले मढेका उत्तम पुरद्वारहरूमा रङ्ग बिरङ्गका रत्न जडेका, मुगा मोती मणिहरू स्थान स्थानमा जडाएर बिजुलीको प्रकाश समान रत्नहरूको चारैतिर प्रकाश फैलिएको बनायो। फेरि चित्र विचित्र प्रकाश फैलाउने गरेर हीरा मोती आदि गरेका रत्न जडेका, वायुको वेग लाग्नाले फरफराएका पताकाहरूले शोभायमान भएका घरहरूका पङ्क्तिहरू पनि रत्न समूहका थुप्रा नै हुन् कि भन्ने भान पार्ने फराकिला मार्गहरू पनि सिङ्गारिएका अत्यन्त राम्रा पुरहरू तयार गरायो।
त्यस्तै गरेर घर महलहरू पनि अनेक रङ्गका मनलाई हरण गर्ने रत्नहरूले सुशोभित ध्वजा पताकाहरूले श्रृङ्गार गरेर ती विमान जस्ता 3 पुरलाई शोभाले युक्त बनायो। अनेक रत्न जडेका गमलाहरूमा रङ्ग बिरङ्गका जात जातका उत्तम उत्तम सबै ऋतुमा फुल्ने फूल र त्यस्तै 6वटै ऋतुमा फल्ने फलका वृक्षहरू लगायो। तलाउहरू पनि अनेक प्रकारका कमल कमलिनी कुमुदिनीका पुष्पले शोभायमान भएका तयार गरायो। यस्ता प्रकारले त्रिपुरवासीहरूको शोभाले युक्त महल तयार भयो। फेरि मयूर डाँफे आदि आदि गरेका उत्तम पंक्षीगणले युक्त र त्यस्तै गरेर सुन्दर प्रकारको शरीर भएका अर्धचन्द्राकार घाउ लागेका कलश जस्तै अत्यन्त सुन्दर भएका मदिराले रक्त आँखा भएका लज्जाले मुसुक्क हास्य गर्ने त्यस्तै गरेर सुन्दर नेत्र भएका अनिन्द्य सुन्दरीहरूले व्याप्त भएको त्यो त्रिपुर परैबाट पनि अत्यन्त रमणीय देखिन लाग्यो। यस्तो त्रिपुर मध्ये जो फलामको थियो त्यो मय नाम गरेको दानवले तारकाक्ष नाम गरेको आफ्नो मित्रलाई दियो। अर्को जो चाँदीको जुन सुन्दर पुर थियो त्यो विद्युत प्रभालाई दियो। जुन सुवर्णले बनेको सबैभन्दा उत्तम पुर थियो त्यो मय नाम गरेको दैत्यले आफैले लियो। अनि त्यो त्रिपुर दैत्यपतिमय मन्त्रीवर्गले शोभायमान भयो। त्यो दैत्यराज आफ्ना शत्रुहरू र तिनका सेनालाई परास्त गरेर आफ्ना हितैषी ब्राह्मण वर्ग र भृत्यवर्गले सहित भएर आफ्ना आफ्ना सुन्दर स्त्रीहरूका साथमा लिएर रहँदा स्वर्गको भन्दा पनि अझ बढ्ता सुख भोग गर्न लाग्यो। अनि तिनै लोकका आनन्दलाई ध्वंस गर्न लागे। साथै अभिमानले भरिएर अत्यन्त अहङ्कारले भरिएर देवताहरू सबै विजित भए भन्ने मनमा ठान्न लाग्यो। अर्थात् यस्तो प्रकारको विचार गर्न लाग्यो। तिनीहरूलाई मार्न लागे। उनका बगैँचाका अर्थात् देवताहरूका बगैँचाका जो वृक्षहरू थिए असल असल वृक्ष र बिरुवाहरू खेलेर फाल्न लागे। केही आफ्ना बगैँचामा लगेर सार्न लगाए। यसरी देवताहरूलाई दुःख दिएको निकै समय व्यतीत भयो। तब तिनीहरूदेखि सबै देवताहरू अत्यन्त क्रोधित भएर ब्रह्माजीका सामुमा गएर त्रिपुर निवासी दैत्यहरूको साराका सारा अन्याय उपद्रव विस्तार गर्दा भए। अनि ब्रह्माजीले समस्त देवतालाई शान्त गराएर आज्ञा गर्नुभयो, हे देवगणहरू हो, त्रिपुरासुर दैत्यहरू बडा बलवान छन्। तिमीहरूद्वारा तिनको नाश हुन सक्दैन। तसर्थ नारायण आदि सकल देवता व महादेवका शरणमा जाउँ। उनैले हाम्रो उद्धार गरिदिन्छन्। उनले हाम्रो शत्रुति दैत्यहरूको अवश्यमेव नाश गर्नेछन्। ब्रह्माजीको यस्तो हितकारक वचनलाई सुनेर स्वीकार गरेर ब्रह्मा विष्णु इन्द्र यमचन्द्र कुबेर वायु समेत सबै देवता ब्रह्मालाई अगाडि लगाएर कैलाश पर्वतमा पुगे। त्यहाँ महादेवको दर्शन पाएर हात जोडेर प्रार्थना गर्न लागे, हे पिनाकधारी, हे चन्द्रमौले, हे त्रिलोकेश, हे अमित पराक्रमी, हजुरलाई कोटि कोटि नमस्कार, हजुरलाई कोटि कोटि वन्दना। हे चन्द्रशेखर, हे त्रिलोकदेव, हे चन्द्रमौली, हे जटाजुटधारी, हे भगवान, हे नीलकण्ठ, हजुरलाई कोटि कोटि नमस्कार। संसारलाई शरण लिने, नन्दीलाई वरदान दिने देवताका पनि देवता यस्ता हजुरलाई कोटि कोटि नमस्कार छ। हे महादेव, थोरै सेवाले पनि प्रसन्न भएर वरदान दिनुहुने यज्ञका मालिक, हिमालयका अर्थात् हिमालयमा निवास गर्ने यस्ता हजुरलाई कोटि कोटि नमस्कार। योगीहरूले सदैव ध्यान गरिने, जगतको वैभवलाई तुच्छ ठान्ने, धर्ममा दृढ रहने, दिशारूपी वस्त्र धारण गर्ने, भक्तलाई वरदान दिने ब्रह्माण्डका धाता विधाता यस्ता हजुरलाई कोटि कोटि नमस्कार, कोटि कोटि वन्दना छ। सूर्य चन्द्र इन्द्र वायु आदि देवताको सृष्टि र पालन गर्ने यस्ता हजुरलाई कोटि कोटि नमस्कार। सूक्ष्म भन्दा पनि अत्यन्त सूक्ष्म काल स्वरूप नित्य स्वरूप धारण गर्ने यस्ता हजुरलाई कोटि कोटि नमस्कार, कोटि कोटि वन्दना। परभन्दा पनि पर ब्रह्म स्वरूप शङ्करलाई कोटि कोटि नमस्कार छ। सारा ब्रह्माण्ड धारण गर्ने
सूर्य चन्द्र वायु अग्नि र जल एवं आकाशको रचना गर्ने यस्ता हजुरलाई कोटि कोटि नमस्कार छ, कोटि कोटि वन्दना छ। हे सौम्य, हे पुरुषोत्तम, हे बपुष्मान, त्रैलोक्यको सृष्टि स्थिति र संहार गर्ने यस्ता हजुरलाई कोटि कोटि नमस्कार छ। पुषाको दाँत भाँच्ने, दक्षको यज्ञलाई नाश गर्ने र कामदेवलाई भस्म पार्ने यस्ता हजुरलाई कोटि कोटि नमस्कार छ। सुरासुरका उत्पन्नकर्ता, यज्ञका हर्ता धर्ता, हे शिखण्डिन, हे नीलकण्ठ, हजुरलाई कोटि कोटि नमस्कार छ। निरन्तर सुधा स्वरूप पार्वतीका भर्ता, गणेश कुमारका पिता, हजुरलाई कोटि कोटि नमस्कार। सदा मोक्षरूप वरदान दिने हे विश्वेश्वर, हे ब्रह्मात्मन, हे वरदाता, हजुरलाई कोटि कोटि नमस्कार छ। हे योगेश्वर, हे चण्डेश्वर, हे रुद्र, हे सर्व, हे शम्भो, हे भीम, हे ईश्वर, हजुरलाई कोटि कोटि नमस्कार छ। हामीदेखि हजुर प्रसन्न हुनुहोस्। देवताहरूले कातर भएर यस्तो प्रार्थना गरेको सुनेर, अर्थात् देवताहरूको स्तुति बिन्तीलाई सुनेर श्रवण गरेर तिनका मनको भावलाई जानेर भगवान शिवले आज्ञा गर्नुभयो, हे देवता हो, जे इच्छा छ सो वरदान माग। मैले नदिइने संसारमा केही वस्तु छैन, म इच्छा पूर्ण गर्न तयार छु। जे इच्छा छ निशङ्का भएर माग। महादेवको यस्तो आज्ञालाई सुनेर प्रसन्न भएका देवताले विनम्र स्वरमा बिन्ती गरे, हे प्रभु, ब्रह्माको वरले उन्मत्त भएका मय आदि नाम गरेका दानवले हाम्रा उर्वशी, मेनका आदि अप्सराहरूलाई बल जपत लुटेर लगे। त्यति मात्र नभएर नन्दवनका असल असल बोट बिरुवा पनि कति उखेलेर नाश गरे, कति आफ्ना घरमा ओसारे। देवताको नाश गर भन्दै हामीलाई अनेक तरहको कष्ट दिइरहेका छन्। अमरावतीबाट पनि हामी निकाल्यौँ, हे भगवान, ती दैत्यको संहार गर्न ब्रह्मा विष्णु पनि समर्थ छैनन्। हे ईश्वर, अब जसरी हाम्रो अर्थात् जसरी हामी देवताहरूको भलो हुन्छ सोही वरदान बक्सियोस्, सोही कृपा गरी बक्सियोस् भगवान। त्यस्तो सुनेर भगवान शिवजीले फेरि भन्नुभयो, हे देवता हो, तिमीहरू मेरो रुद्र तेजको एक अंशलाई धारण गरेर रुद्र तेजोमय रूपले ती दानवहरूको संहार गर। शिवजीको त्यस्तो वचनलाई सुनेर देवताहरूले फेरि बिन्ती गरे, हे भगवान, हामी हजुरका तेजको 1000 अंशको एक अंश पनि धारण गर्न समर्थ छैनौँ भने रुद्र तेज धारण गर्ने त कुरा परेको रहोस्। हेर्ने शक्तिसम्म पनि हामीमा छैन, हे प्रभु, हामी उपर दया गरेर हामी उपर प्रसन्न भएर त्यो अजेय त्रिपुरासुरलाई स्वयं हजुरले नै संहार गरिबक्सनुहोस्। ब्रह्माजीको वरदान अनुसार दिव्य 10,000 वर्ष बितिसके पछाडि आधा निमेषति त्रिपुरको मिलन हुनेछ। त्यही आधा निमेषभित्रमै त्यो त्रिपुरलाई जसले एउटै बाणले भस्म पार्ला उसैद्वारा ती दैत्यहरूको संहार होला। अन्यथा ती दैत्यहरूको अर्थात् तिनीहरूको मृत्यु हुने छैन। हे शशिशेखर, हामीदेखि प्रसन्न भएर त्यो पापिष्ट त्रिपुरासुरको नाश गरिदिबक्सियोस्। देवताहरूको त्यस्तो प्रार्थनालाई सुनेर शिवजीले फेरि आज्ञा गर्नुभयो, हे देवता हो, त्यस्तो अवेद्य अर्थात् भेदन गर्न नसकिने त्रिपुर छ भने तिमीहरूको हितका निम्ति, तिमीहरूको कल्याणका निम्ति म एउटै बाणले ती तिनै पुरलाई भस्म पारिदिनेछु। त्यस्ता अजेय दानवहरूका साथमा युद्ध गर्दा मेरो शक्ति थाम्न सक्ने हिमालय समान मेरा निम्ति एउटा रथ तयार पार, अनि मात्रै म युद्धमा जानेछु। महादेवको यस्तो आज्ञालाई सुनेर अत्यन्त प्रसन्न भएका देवताहरूले प्रणाम गरेर हवस् भनेर तत्काल विश्वकर्मालाई डाकेर महादेवका निमित्त समस्त देवतारूपी अवयव भएको सुवर्णमय रथ तयार पारे। त्यसै रथका दुवै पाङ्ग्रा सूर्य र चन्द्रमा भई दक्षिण पाङ्ग्रामा 12 सूर्यभूषण गराइयो। त्यस्तै गरेर बायाँ चक्रमा 27 नक्षत्र र 16 कलाभूषण गराइयो। त्यति मात्रै नभएर छरितु रथका दायाँ र बायाँ राखिए। आकाशको गजुर र पाङ्ग्रा अड्याउने दण्ड मन्दराचलको बनाए। अयन र संवत्सर रथका बेग भए। 4 समुद्र रथका कुण्डलीका भए। गङ्गादि नाम गरेका समस्त तीर्थहरू राम्रा राम्रा वस्त्र आभूषण पहिरिएर
स्त्रीको रूपलाई धारण गरेर हातमा चमर लिएर रथमा उभिए। सारथी स्वयं ब्रह्माजी बन्नुभयो। ब्रह्मस्वरूप ओमकारको कोर्रा बनाएर विन्ध्याचलको छत्र निरूपण गरे। मन्दराचलको पार्श्वदण्ड बनाए। सरस्वती घण्ट भइन्। श्रीनारायण अग्निबाणको टुप्पो हुनुभयो। चारवटा वेद नै चार घोडा भई ताराहरू घोडाका गहना भए। हे अगस्त्य मुनि, यसरी समस्त वस्तु त्यस रथका अवयवहरू भए। यसरी जब धनु बाण सहित रथको तयार भयो तब पृथ्वी र आकाश कम्पित पार्दै भगवान शिवजी त्यस रथमा आरूढ हुनुभयो। त्यस रथका अगाडि पछाडि शिवका गणहरू शङ्कुकर्ण, चण्डेश्वर, गणेश, नन्दी आदि प्रमथ गणहरू शूल, पट्टिसा आदि अनेक प्रकारका शस्त्र अस्त्रहरू लिएर शङ्ख, भेरी, मृदङ्ग आदि बाजा बजाउँदै महादेवमाथि अनेक थरीका पुष्पको वर्षा गराउँदा भए। त्यस बेलाको रुद्र तेज सहन गर्न नसकेर आज समस्त देवताहरू मोहमा प्राप्त भए। महादेवले देवताहरूको त्यस्तो स्थितिलाई, त्यस्तो अवस्थालाई देखेर आफ्नो तेजलाई खिचेर केही कम पार्नुभयो अनि देवताहरू रुद्र तेज सहन गर्नमा किञ्चित समर्थ भए। त्यसपछि नारद मुनि ती दैत्यहरू कहाँ गएर भन्न लाग्नुभयो, हे दैत्यराज, देवताहरूको प्रार्थनाले प्रसन्न हुनुभएका महादेव स्वयं तिमीहरूको संहार गर्न भनेर आइरहनु भएको छ। अब तिमीहरूको जो इच्छा छ सो गर, नभए तिमीहरूको अविलम्ब नाश हुनेछ। नारदजीका यस्ता प्रकारका वचनलाई सुनेर दैत्यराज मयले आफ्ना मित्र तारकाख्य, विद्युतमाली र अन्य योद्धाहरूलाई डाकेर नारद मुनिले आज्ञा भएको सबै कुरा विस्तारले सुनायो। अनि दानवमा उत्तम बलवान भएको तारकाख्यले भन्यो, हे राजन, किन चिन्ता गर्नुहुन्छ र? देवताहरू यथार्थ रूपमा हाम्रा बद्ध छन्, तिनीहरूलाई हामीले अवश्य मार्न सक्छौँ। यो त्रिपुर भेदन गर्ने कसको पराक्रम अथवा सामर्थ्य, कसको शक्ति छ र? यदि समस्त देवता, यक्ष, गन्धर्व, किन्नर आए पनि यो त्रिपुर अवेद्य नै रहन्छ, यसलाई कसैले भेदन गर्न सक्दैनन्। फेरि शत्रुलाई जित्न साम, दाम, दण्ड भेद आदि अनेक किसिमका नीति छन्। अतः जित्ने इच्छा भएका बलवान शत्रुलाई आफ्नो पराक्रमद्वारा दण्ड दिनु नै उचित हुन्छ। वीर तारकाख्यको यस्ता कुरालाई सुनेर विद्युतमालीले भन्न लाग्यो, हे राजन, स्त्रीहीन र बलहीन देवता कुनै प्रकारले पनि हामीसँग युद्धमा अगाडि आउन सक्दैनन्। यदि कोही मूर्खता गरेर हामीसँग युद्ध गर्न अघि पर्छ भने त्यो अवश्य क्षयमा प्राप्त हुनेछ, यसमा कुनै प्रकारको संशय छैन। हे राजन, यसमा चिन्तित हुनुपर्ने केही कुरा नै छैन। एकमत भएर युद्ध गरौँ अनि समस्त देवताहरूलाई जितेर इन्द्रको पद पनि हजुरले भोग गर्नुहोस्, हे मालिक। फेरि अघिका हिरण्याक्ष र हिरण्यकशिपुको पद पाएर 14 भुवनको अकण्टक राज्य पनि हजुरले भोग्नुहोस्। विद्युतमालीका यस्ता प्रकारका कुरालाई सुनेर मयले शान्त स्वरमा भन्यो, हे दैत्य हो, सुन्यौ, अब हाम्रो नाशको बखत आइपुग्यो। यति भनेर देह कम्पित पार्दै र शिर हल्लाउँदै फेरि भन्न लाग्यो, जो शत्रु आफूभन्दा बलियो वा निर्बल छ भने त्योसँग साम, दाम, दण्ड भेद आदि नीतिको प्रयोग गर्न सकिन्छ। तर यी त सम्पूर्ण जगतका स्वामी श्री महादेव हुन्। उनी दानव र देवताभन्दा धेरै बर्ता श्रेष्ठ छन्। यदि देवताको हितका लागि उनी स्वयं हामीलाई मार्न आइरहेका छन् भने यसको त कुनै पनि उपाय छैन। केवल महादेवको नगिचमा गएर उनलाई नमस्कार गरौँ भन्ने मेरो यो अन्तिम निर्णय हो। यदि हामी उद्दण्ड झैँ कठोरता धारण गरेर उनका सामु युद्ध गर्न गयौँ भने केवल उनको दृष्टिपात अर्थात् हेराई मात्रले नै पनि हामीहरू भस्म हुनेछौँ। ब्रह्मादि देवता पनि दुखी भएर जसका शरणमा जान्छन्। आज उनी ईश्वर हाम्रो नाश गर्नका निम्ति आइरहेका छन् भने हाम्रो के गति होला यसै भन्न सकिन्न। जो क्षण मात्रमा सम्पूर्ण सृष्टि पालन र नाश गर्न सक्दछन्, संसार सबैलाई सृष्टि गर्न एक क्षणमै, पालन गर्न एक क्षणमै र नाश गर्न पनि एकै क्षणमा सक्दछन् भने फेरि जो जगतका कारण र मुक्तिदाता पनि हुन्, ती महादेवसँग युद्ध गरेर हाम्रो कसरी जित्ने आशा गर्न सक्दछौ?
अथवा हामी कसरी जितौँला र हाम्रो जित कसरी हुन्छ भन्ने अपेक्षा तिमीहरूले गरेका छौ। हे वीर हो, हाम्रो विधिहीन तपले फेरि के नै हुन सक्दछ। फेरि त्यसको फल हामीहरूले धेरै वर्षसम्म भोग गरिसक्यौँ। अतः म भन्दछु, हे दानव वीर हो, तिमीहरू सबै यतिखेर कालले प्रेरित छौ, त्यसै कारण युद्ध गर्नका निम्ति तम्सिरहेका छौ। मय नाम गरेको दानवका त्यस्ता कुरालाई सुनेर नारद मुनि उन्मत्त दैत्यहरूको मृत्युरूप यो कुरा भन्न लाग्नुभयो। हे दानवराज, अब तिमीहरूको तपस्याको फल सकियो। यदि सङ्ग्राममा पछाडि हटेर नपुंसक झैँ देवताहरूको शरणमा जानुभन्दा त सङ्ग्राममा लडेर वीरगति पाउनु नै मैले उत्तम ठान्दछु। यदि शिवका हातबाट मर्न पायो भने उनका प्रमथगणको अधिपति पनि हुन पाउँछौ, अथवा उनीहरूको भगवान शिवजीकै हातबाट तिमीहरूको मृत्यु भयो भने भगवान शिवजीको प्रमथगणको अधिपति पनि तिमीहरू हुन सक्दछौ। सङ्ग्राम नगरेर शरण पर्न गयो भने पनि देवताको हितका लागि तिमीहरूलाई नमारी छाड्ने छैनन्। फेरि दानवहरूका राजा वीर पराक्रमी भएर पनि कायरतातिर लाग्नु उचित छैन। कायर व्यक्तिदेखि शिवजी प्रसन्न हुँदैनन्, बरु युद्धमा पराक्रम देखाउने वीरदेखि प्रसन्न हुनेछन्। अतः किन नलड्ने, अवश्य लड। यदि संयोगले जित्यौ भने तिनै लोकको सुखलाई भोग गरौला। नारद मुनिका यस्ता कुरालाई सुनेर तारकाख्य र विद्युतमाली दानवहरू आयुष्य क्षीण भइसकेका हुनाले भन्न लागे, ठिक हो, उत्तम हो। नारदजीले आज्ञा भएको सबै प्रकारको कुरा उचित हो। दानवराज मयले पनि आफ्ना सहयोगीहरूको कुरालाई सुनेर अब समस्त दानव वंशको संहार हुने समय भयो भन्ने जानेर नारदजीले आज्ञा भएको कुरा उचित हो भनेर समर्थन गरे। अनि मयका वचनलाई सुनेर नारदजी पनि अत्यन्त प्रसन्न हुनुभयो र समस्त दैत्यहरूलाई युद्ध गर्नका निम्ति उद्यत पारेर मयसँग विदा मागेर महादेव कहाँ गएर उहाँ भएको कुरा सबैका सबै निवेदन गरे। त्यस पछाडि समस्त दानवहरू युद्धको इच्छा गरेर अनेक तरहका शस्त्रास्त्रले सज्जित भएर लड्नका निम्ति तयार भए। बलनामा, नेमिनामा, बाणासुर, तारकाख्य, विद्युतमाली आदि प्रधान दानवहरू पनि युद्धको निश्चय गरेर राजा मयका सामुन्यमा आएर अनेक प्रकारले सिंहनाद गर्दै गर्जन थाले। फेरि ती दानव सैन्यहरू स्वयं दानवहरूलाई नै भयदायक देखिन लागे। परस्परमाथि दैत्यहरूले ऊ रथ आयो, उता हेर ऊ महादेवका रथको ध्वजा देखियो भन्न लागे। भय र शोक त्यागेर नाना तरहका शस्त्रास्त्र लिएर युद्धको इच्छाले जसरी पशु पुतली आगोको नजिकमा जान्छ, त्यसरी नै पशु गए झैँ कालले प्रेरित दैत्यगणले शिवको रथ कहिले आइपुग्छ र युद्ध गर्न पाइन्छ भनेर ती दैत्यका गणहरूले हेरिरहेका थिए। त्यसै बखतमा पश्चिम सागरको शिरोभागमा रहेको अनेक सौन्दर्यले शोभा बढाइरहेका ध्वजा पताका आदिले सज्जित एवं सुशोभित सुमेरु पर्वत समान शिवरथ देखियो। नन्देश्वर आदि महादेवका प्रधान गणहरू उच्च स्वरले सिंहनाद गर्न लागे। तिनको त्यो प्रकारको सिंहनादलाई सुनेर दानव गणहरू के गर्दछन्, त्यो सिंहनादलाई सुनिसके पछाडि दानवगणहरू पनि नगर छाडेर त्यहाँबाट बाहिर निस्के। यता चण्डेश्वर पनि उज्जवल कुठार हातमा लिएर अत्यन्त डरलाग्दो मुखलाई पारेर शिवगणका सामुन्यमा आइपुगे। फेरि देदीप्यमान त्रिशूल हातमा लिएर शिवकै समान पराक्रम गर्ने इच्छा भएका गणका अधिपति पार्श्वभागमा आए। अर्को गणका स्वामी शङ्कुकर्ण मुसल हातमा लिएर अर्को पार्श्वमा डटे। नन्दी, भृङ्गी, ऋटी, तुण्डी र वीरभद्र आदि प्रधान वीरहरू पनि वज्र, त्रिशूल, गदा, परिघ आदि लिएर युद्धमा अग्रसर भए। यता दानवगण पनि शिवजीको रथ आएको देखेर युद्धका निमित्त अनेक शस्त्रास्त्र लिएर शिवगणमाथि जाइ लागे। अनि दुवै तर्फबाट युद्धको सुरुवात भयो। शिवजी पनि त्रिपुरलाई भस्म हुन लागे झैँ देखेर प्रसन्न मुद्राले सङ्ग्राममा तत्पर हुनुभयो। नन्दी चाहिँ महाबली दानवसँग जुझे। भृङ्गीले 10 बाणद्वारा विद्युत प्रभलाई भेदन गरे।
जो विद्युत प्रभ नाम गरेको दैत्य थियो उसलाई भृङ्गीले 10 बाणद्वारा भेदन गरे। तर राता राता नेत्र पारेर अनेक शिलाले प्रहार गर्दा पनि उसलाई केही हानि गर्न सकेनन्। तब श्रृङ्गी र रिटीले त्यस दैत्यका पृष्ठदेशमा प्रहार गरे अनि उसले पनि सर्पले झैँ निश्वास फेर्दै ठुलो शूलले भृङ्गी र रिटीलाई मर्ममा प्रहार गर्यो। त्यसको त्यो पीडालाई खप्न नसकी भृङ्गी र रिटी सङ्ग्रामबाट भागे। त्यस दानवराजले जब तिनीहरूलाई त्यसरी भगाएथ्यो तब गणनायक गणेशलाई पनि 1000 सरको प्रहारले घायर तुल्यायो। फेरि 63 र 10 बाण थपेर गणेशको सर्वाङ्गमा घाउ गरायो। सुरुमा घायल बनाइदिएको 6000औं सरको प्रहारले। फेरि त्यतिले मात्र नभएर भगवान गणेशका सर्वाङ्गमा उसले घाउ गरायो। बैरीको त्यस्तो अदम्य साहसलाई देखेर गणेशजी पनि रिसाएर सुनलाई लामो पारेर त्यस दानवको घाँटीमा बेरेर बेसरी निमोठी मत्ता हात्तीले तलाउमा फुलेको कमलको पुष्पलाई सहजै उखेलेर फाले झैँ गरेर विद्युत प्रभ दानवको शिरलाई उखेलेर भगवान गणेशले फालिदिए। अनि गिँडबाट छुट्टिएको उसको शिर सरोवरबाट छुट्टिएर हात्तीका दाँतमा अड्केको कमलको पुष्प जस्तै शोभित भयो। त्यस्तो प्रकारको दृश्यलाई देखेर भृङ्गी र रिटीले अनेक प्रकारका प्रार्थना गर्न थाले, अनेक स्तुतिगान गरे। अनि नेमिनामा र बलनामा दुवै दानव रिसाएर गणनायक गणेशका सर्वाङ्गमा बाण हानेर घाउ लगाउन थाले। ती दानवलाई शङ्कुकर्णले बीचमै रोकेर तिनका रथ, सारथी, ध्वजा र घोडा सबै काटेर मारेर विरथी गराए। ती दुवै दानव पनि तत्काल अर्को रथमा चढेर आए। चण्डेश्वर र गणनायकका सबै अङ्गमा अनेक प्रकारका बाण प्रहार गरेर घाउ पारिदिए। गणनायक र चण्डेश्वरले पनि दानवका प्रहारलाई खपेर रिसले राता राता आँखा पारेर हातमा मुसल लिएर बेगले हाने, बेगले प्रहार गरे। त्यसको त्यो चोटलाई खप्न नसकी दुवै दानव यमराजको नगरमा पुगे। त्यसपछि त्रिपुर निवासी ठुला ठुला जो योद्धाहरू थिए ती सबै रिसले चुर भएर एकसाथ निस्केर वज्र, त्रिशूल, परिघ, कुठार आदि प्रकारका अस्त्रहरू हातमा लिई शिवजीका गणमाथि जाइ लागे। यसरी परस्पर घोर घमासानको सङ्ग्राम चल्न लाग्यो। महादेवको आज्ञा पाएका शिवगणहरू पनि गजराजले कदली वनलाई ध्वस्त पारे झैँ र उन्मत्त सिंहले मृगहरूलाई भड्काए झैँ ती दानवहरूलाई छिन्न भिन्न पारेर मार्न लागे। ती दैत्यहरूमा कसैका शिर छैनन्, कसैका शरीर छैनन्। त्यसै युद्धमा रगतको नदी बगे झैँ भयो। वायुको वेगले छिन्न भिन्न भएका मेघ झैँ र वज्रको चोटले धुलो भएका पर्वतका शिखर जस्तै लड्दै पश्चिम समुद्रमा गिर्दै गए। जब नेमिनामा र बलनामा वीरलाई शङ्कुकर्णले मारे भन्ने सुनेपछि तारकाख्य नामको दानव रिसाएर गणनायक माथि झम्टियो र अनेक बाण प्रहार गरेर घायल पारिदियो। तब शङ्कुकर्णले पनि त्यसका प्रहार खपेर त्यसको शिरमा मुसल बजारी उच्च स्वरले सिंहनाद गरे। अनि त्यो दानव केही बलहीन भएर गिर्ला जस्तै देखियो। अनि निर्धक्कसँग त्यसका छातीमा भाला प्रहार गरे। त्यस चोटले दानव भूमिमा लड्यो, तर तुरन्त उठेर चक्र हातमा लिएर गणनायक माथि प्रहार गर्यो। अनि शङ्कुकर्णले रिसाई साह्रै पीडा पर्ने गरी आफ्नो मुड्कीले प्रहार गरे। त्यो चोटले दानव फन्न घुमेर ढलेर मूर्छा पर्यो र दिव्य प्रकारका आयुधहरू त्याग्दो भयो। अनि त्यो चोट खप्न नसकेर मृत्युमा प्राप्त भयो। त्यसरी उसलाई गिरेको देखेर उठाएर राजा मयको भवनमा लगेर सारा स्थिति सुनाउँदै अनेक किसिमले विलाप गर्न लागे। त्यसरी रोई विलाप गर्न लागेका दानवहरूलाई मयले राम्ररी बुझाएर भने, हे दानव हो, मेरो घरमा अमृतको कुण्ड छ, त्यसैमा चोभेर मरेका जति सबै दानवलाई बचाओ। त्यति सुनिसके पछाडि जो आज्ञा भनेर प्रसन्न मनले मरेको तारकासुरलाई अमृतमा चोभेर बचाए। मरिसकेका वीरलाई पनि जीवन प्रदान गरे भन्ने खुसीले राजा मयलाई सबैले बारम्बार प्रणाम गरे। त्यसै गरी मरेका अरू दानवहरूलाई पनि जीवित पारे।
अनि त्यो तारकाख्य पहिले भन्दा पनि दोब्बर साहस र शक्तिका साथमा सङ्ग्राममा आयो। ब्रह्माजीले त्यसलाई देख्नासाथ आफ्नो दाहिने हातको औँलाले सङ्केत गरेर श्री महादेवलाई विनयपूर्वक भन्नुभयो, हे ईश्वर, त्यो दानव अघि नै मरिसकेको थियो, तर अहिले फेरि बाँचेर लडाइँमा आयो। मयका घरमा अमृतको कुण्ड छ, त्यसले मरेका समस्त दानवलाई बारम्बार बचाउनेछ। अतः हे शिवजी, त्यसका घरमा अमृत रहेसम्म मरेका दानवलाई बारम्बार उसले बचाइरहनेछ। यसकारण एक बाण प्रहार गरेर त्यो अमृत शोषि लिनु पर्दछ, त्यो अमृतलाई हजुरले शोषण गर्नुपर्दछ। ब्रह्माजीको वचनलाई मानेर शिवले एक बाण प्रहार गरी सारा अमृतलाई शोषि लिनुभयो। ब्रह्माजीले फेरि विनयपूर्वक बिन्ती गर्नुभयो, हे प्रभु, अब त्यो बाण प्रहार गर्नुहोस्। मैले त्रिपुरसितको युद्ध अघाउने बेलासम्म देखेँ, राम्रोसँग हेरेँ। लड्दा लड्दा आज 1000 वर्ष बितिसक्यो, तर त्यसको नाश हुन सकेन। अब त्यो बाण शीघ्र छाड्नुहोस्, अनि बैरीको अवश्यमेव नाश होला। ठिक उसै बेला ती 3 पुरहरू आधा निमेषसम्म जोरिएर फेरि छुट्टिनेछन्। ती पुरहरू एकपल्ट जोरिएर छुट्टिसकेपछि जति नै बाण प्रहार गरे पनि सफलता प्राप्त हुन सक्दैन। हे प्रभु, मेरो प्रार्थनालाई स्वीकार गरिबक्सिन्छ भने तत्कालै बाण प्रहार गरेर यस त्रिपुरलाई नाश गर्नुहोस्। ब्रह्माजीको त्यस्तो विनययुक्त कुरालाई सुनेर ठिक हो, असल हो भनी त्यो अग्नि सोमयुक्त उग्र बाण धनुमा चढाई धनुलाई तलमाथि झुकाई दिव्य 10,000 वर्ष पुग्ना साथ आधा निमेष आँखा झिम्म गरेर उघारे जति समयको लागि त्रिपुर जोरियो। तब महादेवले आफ्नो योग बलले जोरिनुलाई निश्चल पारिदिनुभयो, अनि जसको टुप्पामा अग्निसोम स्थित थिए त्यो नारायण रूपी बाण शिवले प्रहार गर्नुभयो। त्यो बाण छुट्ना साथ त्रिपुरका भव्य महलहरूमा आगो लागेर चारैतिर डढ्न थाल्यो। धिक धिक कष्ट कष्ट भन्ने शब्द सुनिन लाग्यो। सबै हाकार भएका छन्, त्यहाँबाट भाग्न थाले। महादेवले तत्काल नन्दीलाई भन्नुभयो, त्यो मय नाम गरेको दानव मेरो प्रिय भक्त छ, त्यसलाई अग्निले नढडाउन् अथवा डढाउने काम नगरून्, दग्ध नगरून्। श्री महादेवको त्यस्तो आज्ञालाई पाउना साथ वायुरूप भएर बाणभन्दा पनि बेगले गई। मयको घरमा नन्दीले देखे राजा मय शिवलिङ्ग सामुन्ने राखेर उनकै ध्यान गरिरहेको छ। तब नन्दीले मयलाई भने, अग्निले तिमीलाई जलाउने छैनन्। मयले तुरन्त नन्दीलाई प्रणाम गरे। त्यसै बेला अग्नि पनि आइपुगेर नन्दीले शिवको आज्ञा अग्निलाई सुनाइदिए। तब अग्निले मय दानवतिर फर्केर भने, हे शिवभक्त, अब तिमी यो नगर छाडेर तुरन्त जाऊ। मयले पनि जो आज्ञा भनेर सुवर्णको शिवलिङ्ग बोकेर तत्काल त्यहाँबाट पाताल गए। यता नन्दीले फर्केर गई सम्पूर्ण कुरा शिवजीलाई बिन्ती चढाए। अनि अब त्रिपुर भस्म हुन लाग्यो। त्यसका वेदी महल उद्यानहरू धमाधम भत्किएर नासिन थाले। अनेक प्रकारका दानव र तिनका परिवारहरू कराएको मात्र सुनिन लाग्यो। वस्त्र खुस्किएका अनेक प्रकारका स्त्रीहरू घरबाट बाहिर निस्किएका छन्, रोइरहेका छन्, कराइरहेका छन्। चर्को चर्को स्वर सुनिन लाग्यो। अग्ला अग्ला महल र विमानहरूमा रहेका कठोर प्रकारको शरीर भएका, मदले विह्वल नेत्र भएका आफ्ना आफ्ना पतिका अत्यन्त प्रिय नारीहरू अग्निबाणले डराएर घर घरमा यता र उता दगुर्न थाले, कराउन थाले। जस्तै पर्वतमा भूमिकम्प हुँदा त्यहाँका किन्नरहरू भयले व्याकुल हुन्छन्, त्यस्तै आफ्ना पतिलाई भयले आकुल भएर अङ्कमाल गर्न थाले। कोही डराएर भाग्न लागे। कतिपय दानवगण आफ्ना आफ्ना स्त्रीहरूलाई बोकेर नगर छाडेर बेगले भाग्न लागे। शिवको भक्तिले हीन र वस्त्राभूषणले पनि हीन पर्वताकार देख्दैमा डर लाग्दा कालै काला दानवहरू डढेर सागरमा खस्न लागे। जति दानवहरू समुद्रमा खसेथे ती सबैलाई जलका अनेक प्रकारका जन्तुहरूले खान लागे। कति दानवहरू त आफ्ना पति वा पत्नीको अवस्थालाई देखेर खप्न नसकेर आगोमा डढेर मरे। रतिका अन्त्यमा खेदित भएका अनि त्यस्तै गरेर विभिन्न प्रकारका कुराहरूद्वारा पीडित भएका, प्रियाका साथमा जाउँ भन्ने इच्छा भएका ती कति दैत्यहरू भार्यासहित अग्निमा डढेर मरे।
कोही समुद्रमा हाम फालेर जल जन्तुको भोजन भए, कोही आधा डढेर, कोही भाग्दा भाग्दा लडेर स्वाहा भए। यस प्रकार त्यो अमोघ अग्निशोमयुक्त बाणले त्रिपुर भस्म पारेर शेष नगर समुद्रमा डुबाई फेरि भगवान शिवको हातमा आइपुग्यो। त्यस्ता प्रकारले अभेद्य जो भेदन हुन नसक्ने त्रिपुरलाई पनि भस्म भएको देखिसकेपछि देवताहरू आफ्ना आफ्ना अधिकार पाएर भगवान शिवजीलाई प्रणाम गरेर प्रार्थना गर्न लागे। सबैले भगवान शिवजीलाई भन्दछन्, हे रुद्र, आज हजुरद्वारा जुन रौद्र कर्म हुन गयो त्यो अन्य कसैबाट पनि न कहिल्यै भएको थियो, न फेरि कहिल्यै हुनेछ। हे शङ्कर, यो कामले हामी समस्त देवताहरूको कष्ट निवारण हजुरले गरिदिनु भयो। हजुरले जुन कर्म गरिबक्स्यो यसबाट हाम्रो कष्ट र दुःख निवारण भयो। अतः हजुरलाई कोटि कोटि नमस्कार, कोटि कोटि वन्दना छ। यस्तो देवगणले प्रार्थना गरेको सुनेर महादेव पनि प्रसन्न भएर आज्ञा गर्नुभयो, हे देवता हो, आफ्ना प्रिय भक्तजनलाई सदैव पुत्र जस्तै, आफ्नो छोरा जस्तै, आफ्नो सन्तान जस्तै स्नेहपूर्वक प्रेमपूर्वक पालन गर्नुपर्दछ। आज त्रिपुरवासी दानवहरूको संहार हुन गएकाले तिमीहरूको इच्छा पनि आज पूर्ण भयो। अब तिमीहरू खुसी भएर आफ्ना आफ्ना खुसीका साथमा आफ्ना आफ्ना आश्रमतर्फ जाओ। श्री महादेवले यस्तो आज्ञा भएको सुनेर महादेवलाई साष्टाङ्ग दण्डवत प्रणाम गरेर देवताहरू आफ्ना आफ्ना लोकमा जाँदा भए। देवताहरू गइसके पछाडि नन्दी, भृङ्गी, भूत, प्रेत, पिशाच, डाकिनी साकिनी सहित भएर शिवजी कैलाशपुरीमा पाल्नुभयो। हे अगस्त्य मुनि, यो सहसा कसैले वर्णन गर्न नसकिने त्रिपुर दाह मैले तिमीलाई सुनाएँ। जो शिवभक्त खुसीका साथमा यो कथा सुन्ला अथवा सुनाउला त्यो समस्त पापबाट मुक्त भएर मरेपछि शिवजीको पार्षद भएर सधैँ कैलाशमै बस्न पाउनेछ भनेर 5औं अध्यायमा यस्तो सुन्दर प्रकारको कथा निवेदन गर्नुभयो। जय जय श्री स्कंद पुराणे केदारखण्डे माघ महात्म्ये कुमार अगस्त्य संवादे श्री स्वस्थानी परमेश्वर्या व्रतकथायां त्रिपुरदाह वर्णनं नाम 5मोऽध्यायः। नारायण हरि हरि। भक्तवृन्द, कथाको समापनसँगै आउनुहोस् पुनः मन्त्र पुष्पाञ्जलि गरौँ। ओम उपनयतु मङ्गलं वः सकल जगन मङ्गलालयः श्रीमान् दिनकर किरण निबोधिता नवनलिन दल निवेक्षणः कृष्णः काले वर्षतो पर्जन्यः पृथिवी सस्यशालिनी देशोऽयं क्षोभरहितो ब्राह्मणाः सन्तु निर्भयाः अपुत्राः पुत्रिणः सन्तु पुत्रिणः सन्तु पौत्रिणः निर्धनाः सधनाः सन्तु जीवन्तो शरदां शतम् तत्रैव गंगा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च तीर्थानि सर्वाणि वसन्ति तत्र यत्र च्युतोदार कथा प्रसंगः या कुन्देन्दु तुषारहार धवला या शुभ्रवस्त्रावृता या वीणा वरदण्डमण्डितकरा या श्वेतपद्मासना या ब्रह्माच्युतशङ्करः प्रभृतिभिर्देवैः सदा वन्दिता सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापहा कायेन वाचा मनसेन्द्रियैर्वा बुद्ध्यात्मना वा प्रकृतिस्वभावात् करोमि यद्यत् सकलं परस्मै नारायणायेति समर्पयेतत् नारायणायेति समर्पयेतत्। ओम श्री स्वस्थानी दिव्यार्पणमस्तु।